Hello, hi, namaste everyone. Welcome to the episode one of The Ordinary Talks, Just That Genuine Conversation. आजको हाम्रो एपिसोडको गेस्ट हुनुहुन्छ साइनामेनाका चित परिचित व्यक्तित्व श्री सुनगावा पब्लिक उच्च माध्यमिक विद्यालयका प्राचार्य श्री तिलक केसीज्यू। उहाँ प्राचार्य हुनुको साथसाथै हि हेज वर्कड विथ डिफ्रेन्ट अर्गनाइजेसन्सको प्रमुख भूमिकामा रहेर पनि उहाँले काम गरिसक्नु भएको छ। ढिला नगरी स्वागत गरौँ तिलक केसी सरलाई। वेलकम टु द अर्डिनरी टक्स सर। ठिक छ, हुन्छ। थ्याङ्क यू भेरी मच वर्षा बहिनी, होइन? सो टु बिगिन विथ दिस कन्भर्सेसन अलिकति हजुरको टिन एजको कुराहरू जोड्न चाहन्छु होइन। हामीले हजुरलाई एज अ प्रिन्सिपल चिन्छौँ, तर जस हाम्रो ब्याच भन्दा एक दुई ब्याच अगाडिको र एक दुई ब्याच पछाडिको स्टुडेन्टहरूलाई चाहिँ यो पनि थाहा छ कि हजुर एउटा राम्रो सिङ्गर पनि हो भनेर होइन। उम्, किनभने उम्, सायद हाम्रो ब्याचबाट या एक दुई ब्याच तलमाथिबाटै कसैले रिक्वेस्ट गरेर हजुरले एकचोटि एसेम्ब्लीमा गीत पनि गाउनु भएको थियो। ए अनि प्लस म यो जस हाम्रो कन्भर्सेसन रेकर्ड गर्नुभन्दा अगाडि हजुरलाई एप्रोच गर्नुभन्दा अगाडि हजुरको प्रोफाइल थ्रुबाट गइरहेको थिएँ म। त्यहाँ उहुँ, प्रोफाइलमा हेर्दाखेरि मैले हजुरले त्यो हाम्रो लेट सिङ्गर नारायण गोपाल सरको श्रीमतीज्यूसँगको पिक्चर पनि सेयर गर्नुभएको थियो होइन। त्यो हेर्दा पनि मलाई फिल भयो कि मेबी कहीँ कतै हजुरको पनि एम थियो कि सिङ्गर बन्ने रुचि थियो कि भनेर मलाई त्यो प्रश्न जाग्यो मनमा। त्यही भएर म हजुरबाट जान्न चाहन्छु, एम थियो कहिले गायक बन्छु भन्ने? गुड क्वेसन, राम्रो क्वेसन हो यो। होइन, मेनली त्यही नै थियो बचपनमा। जुन बचपन बित्दै गर्दा अब त्यति बेला टेलिभिजन थिएन, इभन लाइन, होइन, बिजुलीको व्यवस्था पनि थिएन हाम्रो गाउँतिर। अनि एउटा रेडियो थियो है, त्यो रेडियोमा रेडियो नेपाल आउँथ्यो। रेडियो नेपाल अनि बिबिसी सेवाबाट गीतहरू आउँथे दिउँसो राति, होइन। रेडियो नेपालको विज्ञापन सेवा, त्यो हामीले एकदमै सुन्थ्यौँ, होइन। एकदमै पुराना गीतहरू भनौँ, त्यति बेलाका त चलेका गीत अहिले पुराना भए। नारायण गोपालहरू, होइन, अब यी विभिन्न चलेका भक्तराज आचार्यहरू, यिनका गीतहरू सुन्दै गर्दा एकदम इम्प्रेस्ड, होइन, प्रभावित भएर चाहिँ गीत गाउनेतिर चासो बढ्या थियो, होइन। अनि बढेपछि सिक्ने काम पनि भयो। बुटोलमा सिकेँ मैले, होइन, काठमाडौँ गएर सिकेँ। र बुटोलमा ब्यान्ड पनि थियो, म्युजिकल ब्यान्ड, त्यसमा पनि काम गरियो। एउटा एउटा एल्बम पनि निकालियो, त्यति चलेन तर निकालियो। अनि त्यो हुँदै गर्दा त्यो बचपनदेखि नै रेडियोसँग सङ्गत भयो। रेडियोका गानाहरू कुनै पनि छुटाउन मन नलाग्ने, सँगसँगै गुनगुनाउन मन लाग्ने, होइन। रेडियो नै बोकेर अब कहीँ गाई भैँसी चराउन नि जान मन लाग्ने। गीतमा त्यति त्यो बेला यो गीत आउँछ, यो कार्यक्रम आउँछ भनेपछि त्यो प्रकारको थियो। अनि त्यो हुँदाहुँदै एम पनि बन्यो, हजुर पक्कै पनि बन्यो। तर पछि जब चाहिँ पठन पाठन सकियो, पढाइ, होइन, मास्टर डिग्री सकिएपछि त अब फेरि चाहिँ एक्चुअल लाइफमा, रियल लाइफमा आउनु पर्यो, हजुर होइन। हजुर त्यसपछि त चाहिँ च्यालेन्जेसहरू सुरु भयो, होइन। अब म्युजिकमा लाएर जिन्दगी चाहिँ अघि बढाउन सकिन्छ कि अब सकिन्न भन्ने, होइन, निर्णय गर्नु पर्यो हो नि त। हजुर त्यस त्यसमा सक्ने अवस्था आएन, होइन। सबै कुरा हेर्दाखेरि फ्यामिली ब्याकग्राउन्ड, इकोनोमिक ब्याकग्राउन्ड सबै हेर्दा हजुर नभएपछि त्यसलाई बिट मारेर हजुर अनि क्षेत्रमा फेरि सुरु गर्यो 2060 सालदेखि, हजुर है। त्यति हजुर नै हो, धेरै लामो गएन यो साङ्गीतिक करियर। नभए त्यही जान्न खोजिरहेको थिएँ कि एम त हजुरको जस हजुरको सिङ्गिङमा त्यो अलिकति इन्क्लाइनेसन देख्दाखेरि चाहिँ रुचि त हो, थियो होला, तर किन चेन्ज भयो, कसरी चेन्ज भयो भन्ने कुरा जान्न मन लागेर नै हो। अनि अहिलेको जस्तो कन्डिसन पनि थिएन नि त पहिला। अहिले त एउटा भिडियो हालेर भाइरल भएको उसमा पनि मान्छेले त्योबाट आफ्नो इन्कम जेनेरेट गर्न सक्छन् अहिलेको सिनारियोमा। तर त्यति करोड बेला सिनारियोमा चाहिँ त्यस्तो थिएन नि त। अनि थिएन। फ्यामिलीबाट पनि जस हाम्रो यो डान्सिङ सिङ्गिङहरूलाई चाहिँ योबाट चाहिँ करियर चाहिँ बनाउन सकिँदैन, यो सबै यु क्यान डु इट एज अ हबी, तर आफ्नो यसलाई चाहिँ करियर नबनाऊ भन्ने किसिमको कुराहरू पनि हुन्थ्यो होला। कि त यस्तो थियो कि त एक्स्ट्रा अर्डिनरी हुनु पर्यो, होइन। हजुर
एकदमै एक्स्ट्राअर्डिनरी, एकदमै रामकिशन ढकालहरू, यो राजेश पायल राईहरू, यिनीहरू हाम्रै उमेरको भनौँ न, त्यही त्यही हो नि त। एउटा चाहिँ हजुर के अरे एजको कुरा गर्दा हजुर उनीहरू लाइटमा आइहाले, किनभने स्वर सबै कुरा उनीहरूको ब्याकग्राउन्ड सबै होला के भयो होइन। हजुर त कति मान्छेहरूले स्ट्रगल गरिरहेका हुन्छन्, सबै कहाँ लाइटमा आउँछन् होइन। हजुर केही मान्छेहरू जहाँ पनि जे जुन फिल्डमा पनि केही मान्छेहरू न अगाडि आउने हो। यसो सोच्दाखेरि अब यो पार लाग्दैन भन्ने टाइपको विचार आयो होइन। एक्स्ट्रा अर्डिनरी पनि भएन, प्लस अब त्यसैमा पछि लाएर होइन एकदमै सब कुछ छोडेर जाने अवस्था पनि भएन। त्यसपछि एउटा डिसिजन मेकिङ होइन उमा सिचुएसनमा आएपछि हजुर अब म्यारिज बिहे गर्नु पर्यो होइन, घरबार चलाउनु पर्यो, कमाउनु पर्यो, त्यो सब गर्दाखेरि त अब त्यो त लामो प्रोसेस जाने हो। त्यसपछि पार लाग्दैन भन्ने हिसाबले त्यता बिट मारेर अनि यता लाग्यो। द्याट्स गुड। तर अहिलेको सिनारीमा म अहिले जसरी अब्जर्भ गर्छु नि वरिपरिको जस हाम्रै जेनेरेसनको मान्छेहरू भनौँ न, उनीहरूलाई अब्जर्भ गर्दाखेरि कस्तो हुँदो रहेछ भने एउटा आफ्नो एम जुन हुन्छ नि, इभन हजुर म पनि भनौँ न, म अहिले अलिकति त्यो सम्हालिएर भनौँ, अलिकति बाध्यतावश जे होस् बाहिर आउनु पर्यो, त्यो डिफ्रेन्ट एउटा पार्ट छ। तर पनि हो, आफ्नो एम पुरा गर्न नसक्दाखेरि चाहिँ कस्तो हुँदो रहेछ भने यो बाहेक अरू त म केही पनि गर्दिनँ भन्ने खालको मेन्टालिटी हुँदो रहेछ कि हामी ममा पनि थियो। अहिले अलिकति चेन्ज भएको छ, मेबी अब बाहिर लाइक वर्ल्ड देखेर होला केही होला, चेन्ज हुनुपर्छ भन्ने भएर होला। तर अझै पनि मैले आफ्नो वरिपरि हेर्दाखेरि चाहिँ मान्छेहरू एकदमै स्याटर्डै हुने, अब यो बाहेक चाहिँ म यो गर्न सकिनँ भने म अरू चाहिँ गर्दै गर्दिनँ भनेर चाहिँ अलिकति अलिक बिस्तारै गर्दै गर्दै एन्जाइटी स्लोली हुँदै हुँदै मान्छे डिप्रेसनसम्म पुग्ने पनि कन्डिसनहरू छ नि त। करियर यो भएन भने चाहिँ स्विच गर्न चाहिँ सक्नुपर्छ भन्ने जस्तो मलाई लाग्छ। हो नि, हजुरलाई पनि सायद त्यस्तै लागेर नै अब स्विच गर्नुपर्छ भन्ने नेसेसिटीले गर्दा नै मेबी स्विच गर्नुभयो होला। त्यही अप्सन्सहरू राखेर हिँड्नु पर्यो होइन। हजुर एउटैमा लाएर हिँडेपछि कि मान्छे बन्नलाई कि बेसरी बन्छ कि बिग्रेर जान्छ। हजुर त्यो रिस्क लिने कुरा थियो, रिस्क लिन सकिएन त्यो मामला, किनभने आफूलाई नि हेर्नु पऱ्यो नि आफ्नो कन्डिसन होइन। त्यो हजुर राष्ट्रिय लेभलसम्म इन्टरनेसनल लेभलसम्म पुग्न सकिन्छ सकिन्न आफू आफ्नो एकदम क्यापेसिटी त हजुर आफूलाई चिन्नु पर्यो। जसले नि आफूलाई चिन्यो भने मान्छेले दुःख पाउँदैन। एकदम आफूलाई चिनेर अनि अरूलाई मात्रै दोष लगाउने, आफू होइन म ठिक छु होइन उम्, भन्ने भयो भने त्यहाँनिर मान्छेले दुःख पाउँछ। तर एकदम आफूलाई सबभन्दा आफ्नो चाहिँ स्ट्रेन्थ र आफ्नो विक पोइन्टलाई चिन्नु पर्यो। चिनेपछि अगाडि बढ्यो भने मान्छेले दुःख पाउँदैन। त्यही डिसिजन मेकिङ पोइन्टमा आएर हजुर मैले आफूलाई अब यो यसरी हिँडेर पार लाग्दैन होइन, आर्थिक रूपमा पनि सबै हिसाबले भन्ने हिसाबले त्यो आफ्नो एम, एउटा एम मात्रै होइन एकदम स्ट्रङ एम थियो होइन। हजुर एकदमै बचपनदेखि जुन थियो त हुँदाहुँदै पनि अब त्यसलाई ताग्नुपर्ने अवस्था आयो, किनभने फ्यामिली ब्याकग्राउन्ड होइन, जुन फ्यामिलीको इकोनोमिक ब्याकग्राउन्ड सबै थियो त्यसले साथ दिँदैन थियो। आफैले गर्नु पर्थ्यो, आफूले गर्ने अवस्था थिएन। त्यो हिसाबले छोडिदिएर चाहिँ शैक्षिक क्षेत्रमा लाग्यो। हजुर यति अब हजुर यहाँबाट अलिकति अगाडि गएर हेर्दा चाहिँ म एकदमै सानो बेलामा म सम्झिन्छु कि हजुरलाई स्कुलमा भएको, म मेबी एलकेजी युकेजीमा एकदमै क्लियरली याद छैन, त्यो भिभिड मेमोरी हुन्छ नि कतै, त्यसमा चाहिँ म सम्झिन्छु हजुरलाई एकछिनको लागि। त्यसपछि चाहिँ यु गट लस्ट फ्रम त्यो स्कुलको ब्याकग्राउन्डबाट, अनि उम्, त्यसपछि पछि फेरि हजुर आउनुभयो ब्याक टु सेम स्कुल होइन, एज अ उम्, प्रिन्सिपल। तर त्यो बिचमा चाहिँ मैले मैले जस हजुरको फेसबुक स्क्रल गरेँ या बाहिरबाट कतैबाट हुन्छ नि थाहा पाउँदाखेरि चाहिँ यु वेन्ट टु साउथ कोरिया अँ। होइन। त्यो टर्म चाहिँ कति लङ पिरियडको टर्म हजुर साउथ कोरिया बस्नुभयो, किन चाहिँ बाहिर जाने डिसिजन गर्नुभयो, अनि त्यहाँबाट फर्किने डिसिजन चाहिँ किन गर्नुभयो? यो चाहिँ एकदमै होइन इम्पोर्टेन्ट फेज अफ माई लाइफ होइन, त्यो पिरियड थियो। अनि खास गरी अब 60 सालमा यहाँ स्कुलमा हामी चाहिँ होइन इन्भेस्टमेन्ट गरेरै यहाँ इन भयो यो स्कुलमा। हजुर अलरेडी चलि स्कुल थियो। हजुर हामीले इन्भेस्टमेन्ट गऱ्यौँ सबैजनाले होइन, धेरैजना थियौँ यहाँ, धेरैजना थियो। अनि त्यो पछि चाहिँ एज अ प्रिन्सिपल म स्टार्ट गरेँ यहाँ। गर्दै गर्दा 2 वर्ष जतिमा धेरै कुराहरू यहाँ होइन भए, हलचलहरू भए, विभिन्न कुराहरू भए, सबै कुरा भए।
त्यो बिचमा म एउटा अनम्यारिड भनौँ न जुन म्याच्युरिटी पनि थिएन होइन, परिपक्वता थिएन, अनम्यारिड मान्छे, अब एउटा जोस थियो सबै हिसाबले, आफूमा पनि केही कमी कमजोर रह्यो होला होइन। अनि एउटा म्यानेजमेन्ट गर्न सकिएन होला के भयो, धेरै धेरै प्रब्लमहरू क्रिएट भएपछि हजुर मैले प्रिन्सिपलबाट रिजाइन गर्नुपर्ने अवस्था आयो। हजुर त्यसपछि पनि 3 वर्ष मैले एज अ म्याथ टिचरै पढाएँ होइन, हजुर टिचिङ गरेँ। त्यसपछि तर तर जुन एज ए प्रिन्सिपल काम गरिएको थियो होइन, हजुर छोडेर एज ए टिचर काम गर्दाखेरिको परिस्थिति त अब कठिन हो नि त होइन, एउटा मेन्टल्ली एडजस्ट हजुर गर्न गाह्रो कुरा थियो। तर पनि आफूलाई भनौँ न एउटा म्यानेज गरेरै म गरेँ। तर मन त एक प्रकारले डुलिरहेको थियो, मन चाहिँ उडिरहेको थियो भनौँ न, एउटा हजुर मजा आइरहेको। त्यो हिसाबले अब त्यो इपिएस सिस्टम के भन्ने भयो, कोरिया साउथ कोरिया जाने प्रोसेस हजुर पहिलो वर्षै थियो त्यो। उम्, त्यहाँ मैले अप्लाई गरेँ यत्तिकै, त्यो ल्याङ्ग्वेज पनि पढिरहेको थिएँ होला भनेर थिएन, यत्तिकै त्यही मन भने न, मन कता कता उडिरहेको अवस्थामा भएको थियो। उम्, गर्दा आयो निस्कियो होइन, पास भयो ल्याङ्ग्वेजमा पनि चाहिँ टेस्टमा पनि। त्यसपछि अब भाइनट भन्ने भयो, लेट्स सी भन्ने कुरा भयो। अनि म गएँ हजुर होइन, एउटै मोनोटोनस लाइफ भइरहेको थियो। ओ अनि गएँ होइन, चेन्ज पनि हुनुपर्छ लाइफमा, भोग्नु पनि पर्छ, हेर्नु पनि पर्छ। फेरि विदेश जाने कसरी त भन्ने भयो कि, विदेशको उमेर पनि जान थालिसक्यो होइन, देखिए छैन, नेपालभन्दा बाहिर गएको छैन, इन्डिया भनेको गोरखपुरसम्म गएको छ, कोही पनि छैन, हजुर विदेश अनुभवै भएन। एउटा जाने मौका आछ, काम पनि हुन्छ, पैसा पनि होला, देश विदेश हेर्न पनि पाइन्छ भन्ने हिसाबले म गएँ। गएर 3 वर्ष जति काम गरेँ। 5 वर्षको चाहिँ ड्युरेसन थियो त्यहाँ बस्नु पाउने। हजुर 3 वर्षमा म यहाँ बिदामा आएको बेलामा स्कुलमा फेरि त्यस्तै हलचलहरू भइरहेको रहेछ म्यानेजमेन्टमा होइन। हजुर त्यो हिसाबले मलाई यहाँ फेरि अफर भयो, हजुर प्रिन्सिपल गर्नु पर्यो भन्ने हिसाबले। त्यो पनि मेरो लागि ठुलो के परे डिसिजन मेकिङको ऊ थियो होइन, टाइम थियो। मेरो 2 वर्ष बाँकी थियो त्यहाँ, अब कोरियामा अझै हजुर कमाइ थियो। हजुर त्यति बेलाको अवस्थामा लगभग 67-68 सालमा 2 लाख पर मन्थ हुन्थ्यो होइन। त्यो हजुर एउटा त्यो छोडेर यहाँ चाहिँ सामान्य स्यालेरीमा भनौँ न, प्रिन्सिपल पद त थियो तर पैसा त अब त्यस्तै हो। हजुर त्यो चाहिँ डिसिसन गर्नुपर्ने अवस्था थियो। तर मैले अब सोचेँ, अब फेरि 2 वर्षपछि आएपछि नि आफ्नो उयो कहाँ जाने होइन, केही न केही त गर्नुपर्छ। आफैले क्रिएट गरेको एउटा होइन, एउटा साम्राज्य हो यो, यत्रो भएको छ, फेरि मौका आछ, लाइफले सेकेन्ड चान्स दिएको छ, किन नगर्ने भन्ने हिसाबले फेरि म जुन 68को वैशाखदेखि नै यहाँ फेरि इन भएँ एज अ प्रिन्सिपलै होइन, हजुर भएँ। र त्यसपछि अनवरत रूपमा चल्दैछ। त्यो कोरिया बस्दाखेरिको टाइम फ्रेममा कहिले इमोसनल्ली अलिकति डाउन भएको पलहरू याद छ हजुरलाई कुनै टाइम? धेरै धेरै कति कति त एउटा होइन, मास्टर्स डिग्री पास गरेर एउटा प्रिन्सिपल भएर बसेको मान्छे होइन, हजुर त्यहाँ गएर मजदुर सरह होइन काम गर्नु भनेको त इट वाज टफ होइन, टफ जब मेन्टल्ली, स्पेसली मेन्टल्ली के, हजुर मेन्टल्ली एडजस्ट कुरा हो क्या। एकदम तर मेरो एउटा भनौँ न आफ्नो स्ट्रङ पोइन्ट के छ भने म जस्तो सिचुएसनमा नि आफूलाई एडजस्ट गरिदिन्छु होइन, त्यो मेरो एउटा राम्रो पक्ष हो। मैले आफैलाई भन्नुपर्दा हो जस्तो सिचुएसनलाई एडजस्ट गरिदिन्छु, मैले गर्न सक्छु। जो चाहिँ गर्थ्यो काममा ती कामहरूमा एडजस्ट गर्न सक्दैन आफूलाई, म पो हो त भन्ने मान्छेले त्यस्तो ठाउँमा गएर एडजस्ट गर्न सक्दैन। पैसा आफ्नो ठाउँमा दुःख गरेपछि पैसा आउला, हो तर काम स्तरको कुरा गर्दा त्यस्तो ठाउँहरूमा गएर एडजस्ट गर्न सक्दैन हो होइन। मान्छे अलिकति तर फ्रस्ट्रेट हुन्छ। फ्रस्ट्रेसन एकदमै कतिपय बेलामा होइन, एक्लै काम गर्दा गर्दै आँसु पनि बगिरहेको हुन्छन् होइन, बक्सन दुःख लागिरहेको हुन्छ, होमसिक गइरहेको हुन्छ होइन, हजुर हजुर सानो बच्चा छोडेर गइरहेको छ। अनि चाहिँ उहाँ त्यस्तो काम गर्नु परिरहेको छ है विदेशी भूमिमा। अनि आँसु झर्ने, आफै दुःख लाग्ने होइन, सम्झना हुने, यस्ता कुराहरू धेरै पटक हुन्छ, जसलाई पनि हुन्छ। त त्यहीँनिर आफूलाई चाहिँ सम्हाल्ने कुरा त्यही हो। कतिपय अब डिप्रेसनमा जान्छन् त्यस्तै अवस्थाले होइन, सुसाइडसम्म गर्छन्, कि त हजुर फर्केर आउँछन्, तात्तातै फर्केर गएको 2-3 महिनामै फर्केर आउँछन्। हो हजुर त्यही कुरालाई बलियो गराउने क्या, म किन आछु, मैले गर्ने के हो होइन।
हजुर मेरो अवस्था के छ होइन भन्ने, घर फेरि फर्केर गएर मैले हुन्छ के, म मरेर हुन्छ के भन्ने कुरा त सोच्नु पऱ्यो नि त। हो त्यही कुरामा एडजस्ट गर्ने कुरा यिनै हुन्। त्यो हजुर सम्हालेर सम्हाल्नुपर्ने कुरा आफूलाई त्यहीँनिर हो। त्यस कारणले यो कुरामा सम्हालिएर बस्नु पर्यो। म सम्हालिएँ, सम्हाल्न सक्छु मैले आफूलाई, अनि मलाई कन्फिडेन्स थियो। म सम्हालेर 3 वर्ष कटाएँ। मैले 5 वर्ष कटाउँथेँ, तर यहाँ आउँदाखेरि जुन फेरि प्रिन्सिपलको जुन अफर आयो, त्यसपछि मैले यतै रोजेँ, उता गइनँ। जस त्यो चाहिँ प्लस पोइन्ट नै भनौँ न। जस्तो हामी बाहिर बस्नेहरूलाई चाहिँ के हुँदो रहेछ भने एउटा मेरो एक्सपिरियन्स या अब्जर्भेसन अनुसार चाहिँ कोही चाहिँ रहरले नै आएको मान्छेहरूलाई चाहिँ यतै सेटल हुन्छु म भन्ने खालको मेन्टालिटी एउटा हुँदो रहेछ। एउटा चाहिँ जस परिस्थितिले गर्दाखेरि आउनु परेका मान्छेहरू हुन्छन् नि, उनीहरूलाई चाहिँ फर्केर जान मन लाग्ने, तर फेरि अब हामी सबैलाई थाहा छ नि त कन्डिसन नेपालको अलिकति इकोनोमिकल्ली हामी स्टेबल छैनौँ। हामीले सोचे जस्तो जब अपर्च्युनिटिजहरू छैन, प्लस हो पोलिटिकल स्टेबिलिटी छैन कन्ट्रीमा। यहाँ आइसकेको मान्छे फर्केर गएर फेरि के गर्ने त मैले, त्यो जस त्यो मेन्टालिटी हुन्छ नि एउटा, त्यो एकदमै के दोधारवाला। बसौँ, बस्न मन छैन, मनले फर्केर जा भनिरहेछ, जाम भने दिमागले चाहिँ होइन जान ठिक छैन, अहिले कन्डिसन राम्रो छैन, यतै बस भन्ने त्यो हुन्छ नि। त्यसमा चाहिँ मान्छेले के गर्दो रहेछ, रिजन खोज्दो रहेछ के रिजन हो लिएर चाहिँ म फर्क्यौँ भनेर। हजुरलाई त्यो रिजन मिल्यो जस्तो लाग्यो क्या मलाई, ठ्याक्क त्यो अपर्च्युनिटी आयो नि त एउटा। हो। फेरि म त्यो त्यो उद्देश्यले अथवा पहिले थाहा पाएर आएको होइन। म बिदामा आएको थिएँ होइन। बिदामा आउँदा यहाँ जुन कन्डिसन क्रिएट भइरहेको थियो स्कुलमा हजुर है, हजुर कन्डिसनमा अलिक प्रब्लम देखियो स्कुलमा। हजुर अनि चाहिँ मेजोरिटी अफ चाहिँ इन्भेस्टरले मलाई यहीँ बस्न भन्नुभयो होइन, यहीँ हजुर एज ए गर्नुहोस् भन्ने कुरा गर्दै गर्दा, हजुर अनि छ, आफूले गरेको ठाउँ, आफूले सुरुवात गरेको ठाउँ ठाउँ हो, आफूले रोपेको बिरुवा हो होइन। हजुर फेरि मौका, सेकेन्ड चान्स लाइफले किन नगर्ने। पैसा भन्ने कुरा कमाउँदै गयो, यसलाई एउटा चाहिँ आफ्नो ठाउँ हो, आफ्नो गाउँ, आफ्नो घर हो, हजुर आफूले रोपेको बिरुवा हो, यसैलाई हुर्काउनु पर्छ भन्ने मलाई लागेर, अनि फेरि मैले त्यो उताको पैसा 2 वर्षको जुन आउँथ्यो, 2-4 लाख बढी आउँथ्यो होला, छोडेर होइन म ट्रु ट्रु एकदम ट्रु। हजुर म के अर्को कुरा के गर्न चाहन्छु भने हाम्रो जस्तो स्कुलमा अहिले जति पनि स्टुडेन्टहरू छन्, यहाँ- अलिकति हजुरहरूको टाइममा जस्तो हाम्रो टाइममा थिएन, प्लस हाम्रो टाइममा जस्तो अहिले एकदमै छिटो चेन्ज भएको हो कि जस्तो लाग्छ कि। सोसियल मिडियातिर अलिकति बढी इन्ट्रेस्ट, या हो फेरि बाहिरी कुराहरूमा अलि अलि बढी इन्ट्रेस्ट। नराम्रो भन्न खोजेको होइन, तर पनि त्यसले गर्दाखेरि पनि सानै उमेरमा अलिकति मेन्टल्ली स्ट्रङ छैनन् कि हाम्रो बच्चाहरू जस्तो लाग्छ मलाई होइन। पर्सनली उनीहरू बाहिर गएर खेल्न भन्दा चाहिँ फोनमै बसिरहन रुचाउने। फोनमा पोजिटिभ कुराहरू मात्र छैन नि त, नेगेटिभ कुरा। अनि प्लस कस्तो हुँदो रहेछ भने पोजिटिभ कुराले जति ढिला एट्र्याक्ट गर्छ नि मान्छेलाई, नेगेटिभ हजुर। कुराले त्यति छिटो एट्र्याक्ट गर्दो रहेछ जस्तो लाग्छ कि। अनि उनीहरूलाई थाहा छैन कि यो कुरा नेगेटिभ हो कि पोजिटिभ हो भन्ने, उनीहरू त्यसैमा कुदिरहेको छन्। अनि त्यो नेगेटिभिटीले उनीहरूलाई छोइसकेपछि बल्ल हामीलाई गार्जेनहरूलाई रियलाइज हुने, त्यो हो बिग्रिसक्यो, अब बिग्रेपछि त्यसलाई आफूले सम्हाल्न नसक्ने भइसकेपछि बल्ल रियलाइज हुने। या फेरि भनौँ न स्कुलमा पनि टिचर्सहरूलाई पनि त्यो अब गइसक्यो त्यसपछि अब के गर्ने भन्ने खालको आइडिया नै नहुने। अब त्यो बच्चालाई पिट्न अहिलेको कन्डिसनमा अलाउड छैन, पिट्न पाइएन, है। कुनै पाइएन। तर फेरि केही अलिकति केही बिग्रियो भने चाहिँ गार्जेनहरूको कस्तो, म गार्जेनको अगेन्स्टमा होइन, तर पनि कस्तो थट प्रोसेसबाट उहाँहरूले कुरा गर्नुहुन्छ भने, स्कुलमा होल डे स्कुलमा बिताउँछ, हामीसँग त कति टाइम हुन्छ र, बच्चा बिहान उठ्छ, खाना खान्छ, स्कुल जान्छ, बेलुका आयो, होमवर्क गर्यो, सुत्यो। स्कुलमा धेरै टाइम स्पेन्ड गरेको हुन्छ नि त आफ्नो आफ्नो दिनको। सो टिचर्स सुड बी रेस्पोन्सिबल भन्ने टाइपको कुराहरू गर्नुहुन्छ धेरैले, मैले जति अब्जर्भ गरेको छु त्यसमा होइन। त्यसमा हजुरको के धारणा छ, टिचर्स आर रेस्पोन्सिबल या फेरि गार्जेन रेस्पोन्सिबल हो, या इक्वेल्ली हामीले मिलेर कोअर्डिनेट गरेर बच्चाहरूमा ध्यान दिन नसकेको हो कि? यसो छ, धेरै होइन, मेरो एक्सपिरियन्समा जति हेरियो होइन, यही शैक्षिक क्षेत्रमै होइन, यही फिल्डमै बिताइयो बालबच्चाहरूसँगै।
चाहिँ बिताइयो जिन्दगी होइन। 2051 सालदेखि मैले टिचिङ स्टार्ट गरेको हो होइन। बुटोलको हिमाली चिल्ड्रेन्स एकाडेमी भन्नेमा 2051 मङ्सिरबाट मैले टिचिङ सुरु गरेँ। हजुर मैले त्यो जस्ट इन्टरमिडिएट भनेको 12 कक्षाको रिजल्ट आएको थियो, मार्कसिट सर्टिफिकेटहरू आएको थिएन अझै। मह्म। रिजल्ट आएर पास भएको थिएँ म। त्यहाँबाट अफर आयो, त्यसपछि म गएँ त्यहाँ। त्यहाँ गएर मैले 51 सालदेखि पढाउन सुरु गरेँ। त्यसपछि त्यहाँ 4 साढे 4 वर्ष पढाएपछि म चाहिँ फेरि ममा ब्याचलर सकाएँ त्यहाँ होइन, बुटोलमा। सकाएपछि काठमाडौँ गएँ। काठमाडौँ गएर नि अब घरबाट चाहिँ होइन सपोर्ट हुने अवस्था त थिएन। अनि सबै पढ्ने, सबै खर्च खर्च, घरबाट सपोर्ट हुने अवस्था थिएन। फेरि काठमाडौँमा पनि मैले फेरि त्यहाँ पनि होइन एउटा स्कुलमा कलङ्कीमा छ ब्लू ऱ्यान्ड एकाडेमी होइन, इङ्ग्लिस बोर्डिङ स्कुल भन्ने, हजुर त्यहाँ मैले 2 वर्ष त्यहाँ पढाएँ फेरि। अनि त्यसपछि मास्टर डिग्री सकाएपछि यहाँ आएँ म, मुर्गे आएँ भनौँ न। हजुर आएपछि त्यसपछि के गर्ने भन्ने एउटा क्वेसन होइन, बिग क्वेसन थियो मनमा, के कसो गर्ने भन्दै गर्दा हामी चाहिँ स्कुल खोल्ने भन्ने कुरा भयो। स्कुल खोल्ने प्रक्रिया सुरु भयो भनौँ, नयाँ स्कुल हुँदै गर्दा यहाँ यही सुनगाउँ पब्लिक स्कुल जुन झारबैरा तल्लोपट्टि नरहरी सरको घर साइड, घर जग्गामै भनौँ न, त्यहाँ या चलिरहेको थियो। त्यहाँ स्कुल चलिरहेको थियो, हामीलाई थाहा थियो। कि उहाँहरूले नि बेच्न खोजेको अथवा चाहिँ यसरी फेरि नयाँ नयाँ म्यानेजमेन्ट जान खोजेको भन्ने कुरा आएपछि हामी अब कृष्ण पङ्गेनी सर, हाम्रो चित्र दाई, म होइन, इभन हाम्रो कृष्ण नेउपाने दाई, गोपाल भण्डारी लगायत टिकाराम दाईहरू, प्रेम सापकोटा दाईहरू, हामी सबै मिलेर त्यहाँ चाहिँ सम्पर्कमा गयौँ भनौँ न। हजुर धेरै छलफल कुराकानी भयो। कृष्ण गेवाली सर प्रिन्सिपल हुनुहुन्थ्यो। हजुर त्यसपछि म चाहिँ अब त्यति बेला भएपछि म आएपछि म प्रिन्सिपल भएँ। त्यसपछि कृष्ण गेवाली सर एमडी हुनुभयो 60 सालदेखि। अब हजुर त्यस यता घटनाक्रमहरू मैले भनिसकेँ होइन। हजुर हजुर त्यसरी भनौँ न आजको 51 साल भनेपछि 81, 82, 33, 32 वर्ष टिचिङ फिल्डमै गयो हजुर भनेपछि बाल बच्चाहरूसँगै गयो होइन। हजुर यो सिनारियो हेर्दै गर्दा बहिनीले भने जस्तै पहिलाको टिचिङ होइन चाहिँ थट जुन छ प्रोसेस र अहिलेको प्रोसेसमा धेरै फरक छ। इभन बहिनीहरूले पढ्दाखेरि जुन 72, 73 सालमा र अहिले 82 सालमा आउँदा धेरै चेन्ज आइसकेको छ। हजुर एकदम जुन जुन साइकोलोजिकल होइन ऊ छ, प्रक्रिया छ, उनीहरूको सोचाइ छ, गार्जेनको सोचाइमा धेरै फरक आएको छ। त्यति बेला जस्तो बहिनीले नै भने जस्तो पिट्ने कुरा राम्रो त होइन। होइन एकदम पिट्दा राम्रो होइन, तर टिचरले एउटा पिट्दाखेरि अथवा सामान्य पिट्दाखेरि भनेको मतलब सामान्य पनिसमेन्ट गर्दाखेरि जुन एक्सेप्टेन्स थियो नि हुन्छ त्यति बेला त्यो थियो। बच्चाले नि मेरै लागि हो भन्ने होइन हुन्थ्यो, रियलाइज गर्थ्यो। गार्जेनले नि मेरै बच्चाको लागि हो, टिचरले सामान्य अब अलिअलि चाहिँ गर्नुपर्छ पनिसमेन्ट, नगर त हुँदैन है भन्ने थियो भने अहिले त्यो भनेको जिरोमा आयो क्या होइन। बच्चालाई छुन बच्चा सिधै उमा आउँछ, काउन्टरमा आउँछ। अहिले अहिले कुनै टिचरले छोइदियो भने बच्चा सिधै काउन्टरमा आइदिन्छ क्या। अनि त्यो घर गएर उसले रोइदियो भने गार्जेन ठाडै आउनुहुन्छ, किन पिट्यो होइन, त्यो प्रकारको किन पनिसमेन्ट। अनि बच्चा 5 मिनट एसेम्ब्लीमा उभ्याइयो भने ऊ ढलिहाल्छ, डङ्ग्रङ्गै ढलिदिन्छ। उम्, अनि दोष जति स्कुलले आउँछ। त्यस कारणले मैले अब टिचरहरूलाई पनि यहाँ के भन्ने गरेको छु भने हजुर नसु नसुनुहोस्, प्लिज नसुनुहोस्। बदमासी गर्यो, केही प्रब्लम भयो, हेल्थ प्रब्लम भयो, जे पनि भयो, गार्जेन बोलाउनुहोस्, गार्जेनसँग कन्ट्याक्टमा जानुहोस् र गार्जेनसँग चाहिँ इन्टरेक्सन गर्नुहोस् होइन, भेट्नुहोस् गएर गएर। तर पिट्ने काम, छुने काम नगर्नुहोस् भन्छु अहिले मैले होइन। त्यसरी बेकारमा फस्ने काम हुन्छ, हजुर अनाहकमा फसिन्छ। हामीले बच्चाको राम्रोको लागि नै सोचेर गरे हुन्छौँ होइन। हजुर हजुर नराम्रो त किन सोच्ने हो र। तर अब सामान्य होमवर्क गरे हुन्न, बदमासी गरे हुन्छ, एक दुई झापड अब लगाइया हुन्छ होइन, त्यो हिसाबले अब। तर बच्चा त्यो एक्सेप्ट गर्दैन। मलाई मेरो कमजोरीले, मेरो मेरो गल्तीले सर टिचरले मलाई पनिस गर्नुभयो हो भन्ने उसले एक्सेप्ट जो गर्दैन क्या अहिले। त्यति बेला 8-10 वर्ष पहिला एक्सेप्ट हुन्थ्यो। जति बदमास विद्यार्थी नि यहाँ आएर चाहिँ अफिसमा आएपछि उसले एक्सेप्ट गर्थ्यो, सरी सर भन्थ्यो, मेरो मिस्टेक भयो सर। तर अहिले त्यो एक्सेप्ट रियलाइजै छैन। ऊ आफैलाई होइन ठिक भनेको छ, म ठिक थिएँ, अरू सर गलत हुन्थ्यो अथवा म्याम गलत हुन्थ्यो भन्ने मात्रै उसको हुन्छ। अनि घर गएर नै उसले त्यही अनुसार व्याख्या गरिरहेको हुन्छ आफ्नो गार्जेनलाई। एक्सेप्टेन्स जुन छ, पावर छ होइन, त्यो चाहिँ छैन अहिलेको बच्चाहरूमा। र त्यो भने मैले टोलरेन्स पावर नहुँदाखेरि यहाँ टिचरले 2 थप्पड लगाइदियो, घर गएर बच्चाले केही गरिदियो होइन, नराम्रो घटना घटाइदियो भने
पुरै त्यसको दोष टिचरलाई आउँछ, किन बच्चामा त्यो छैन, ऊ 24 घन्टा मोबाइलमा झुलिरहेछ। हरेक बच्चाको घरमा मोबाइल, हातमा मोबाइल छ घरमा, त्यो पनि हरेक बच्चाको हातमा मोबाइल छ होइन। एउटा मात्रै मोबाइल हुन्थ्यो पहिला भने, अब एउटा घरमा 4-5वटा मोबाइल हुन्छन्, जतिजना मान्छे छन् त्यतिवटा मोबाइल छन्। त्यो हिसाबले गर्दा अब सोसियल मिडियाले नि धेरै कुरा होइन चेन्ज ल्याइदिएको छ मान्छेको सोचाइमा होइन, व्यवहारमा धेरै फरक आएको छ। त्यस कारणले हामी पनि त्यही सोही अनुसार, यो स्कुल सञ्चालकहरू पनि भनौँ न, शिक्षकहरू पनि सोही अनुसार आफूलाई चेन्ज गर्नु पर्यो होइन। हामीले मात्रै एक्लै सोसाइटी चेन्ज गर्न सक्दैनौँ, हामीले आफूलाई सोसाइटीको अनुसार चेन्ज गर्नु पर्यो होइन। हावा कताबाट कता चलिरहेको छ हेर्नु पर्यो नि त हजुर होइन। 10 वर्ष पहिला जस्तो हुन्छु भनेर अहिले गरेर त भएन नि। सोही अनुसार अब हामीले नि अब बिहेभ गर्छौँ, त्यही अनुसार पठन पाठन गर्छौँ र सम्हालिरहेछौँ अहिलेसम्मलाई। अलिकति जस्तो हाम्रो अहिलेको करिकुलम जुन छ स्कुलको भनौँ न, हो ओभरअल जस्तो हाम्रो सुनगावाको केसमा मात्र होइन, यो करिकुलम त गभर्मेन्टले बनाउने कुरा हो नि त। यो यस्तो यस्तो सब्जेक्ट्सहरू चाहिँ या फेरि यति चाहिँ राख्नुपर्छ करिकुलममा भन्ने त गभर्मेन्टले गर्ने कुरा हो। तर हजुरलाई करिकुलममा केही चेन्जेसहरू ल्याउनु पर्छ, किनभने जति बेला हामीले स्टुडेन्टको मेन्टालिटी चाहिँ ड्रास्टिकली चेन्ज हुने, तर करिकुलम चाहिँ जस्ताको त्यस्तै रहेको हो कि जस्तो लाग्छ कि मलाई। त्यो कुरामा चाहिँ हजुरहरूको धारणा के छ? करिकुलम चेन्ज हुनुपर्छ, अलिकति मोडिफाइड भर्जन हुनुपर्छ जस्तो लाग्छ कि लाग्दैन? एकदम होइन। एज अ प्रिन्सिपल यत्रो वर्ष मैले भने नि, एज अ टिचर यत्रो वर्ष बिताइयो। नेपालको करिकुलम भनौँ शिक्षा प्रणाली कस्तो भइदियो भने, अब यो गफ गर्न सिकाउँछ हाम्रो होइन पाठ्यक्रमले। उम्, मान्छेलाई नेता बन्न, गफ गर्ने, चौकामा बसेर गफ गर्ने, गफ गर्न जति पनि सिकाउँछ है। तर स्किल होइन, हातमा स्किल दिएन, सिप दिएन के। एकदम। सिप र शिक्षा भनौँ न हजुर है। मेरो घरमा त्यो के भन्छ, एउटा इलेक्ट्रिक होइन बोर्ड जुन छ बिग्रिन्छ, इलेक्ट्रिक बल्ब बल्दैन होइन। तर हजुर मैले पनि जान्दैन, मेरो छोराले पनि जान्दैन, त्यो बल्ब थोरै सानो कुरा हुन्छ, त्यसलाई होइन बल्ब निकालेर त्यसको त्यहीँ वायरिङहरू खोलेर हेरेर सानो कुरा चेन्ज गर्नुपर्ने हुन्छ। धारा चुइराखेको हुन्छ होइन। मेरै घरमा आफैसँग भएको घटना, जसका घरमा पनि भएको, हजुर धारा चुएछ भित्र खोलेर त्यसलाई सानो एउटा होइन पार्ट्स चेन्ज गर्नु पर्दो रहेछ, अस्ति भर्खर भएको घटना हो होइन। त्यो न मेरो छोरालाई थाहा छ न मलाई थाहा छ होइन। त्यो त अब बाहिरबाट बोलाउनु पऱ्यो, ऊ चाहिँ हप्ता दिन आइदिएन होइन। पानी चुहेको गऱ्यो, हप्ता दिन मान्छे भ्या छैन नि त उसले फेरि। उम्, टिप भएका मान्छे थोरै छन्, भ्याउँदैन, उसलाई बिजी छ, आउँदैन, पानी चुहेको छ। अनि जसरी तसरी बेला बोलाएर हेर्दाखेरि सानो एउटा पार्ट्स चेन्ज गर्नुपर्ने छ। त्यो प्रकारको सिप भनौँ न हजुर नेपालको एजुकेसन सिस्टममा करिकुलममा भइदिएन के। पहिलो हजुर कुरा त्यति सामान्य बिजुलीका होइन पानीका कुराहरू सामान्य आफै सिक्ने भयो, जान्ने भयो भने पहिलो कुरा घरकै कुरा उसले गराउने भयो, घरको चाहिँ खर्च बचत हुने भयो होइन, खर्च हुने भएन। दोस्रो कुरा उसले बाहिर गएर नि कमाउनु सक्यो र सिप कम्तीमा आफ्नो होइन घर जीविकोपार्जन गर्ने त हुन्थ्यो नि त। त्यो हजुर भएन। नेपालका सबै विद्यार्थी भनौँ न, अहिलेका विद्यार्थीहरूले के सोचेका छन् भने, के सोचेर बसेका छन् भने, नेपालमा केही पनि काम गर्ने होइन एक है, नेपालमा कामै गर्ने होइन, जे जे गर्ने हो एकैचोटि विदेशमा गएर गर्ने हो, अनि उहाँ गएर चाहिँ एकैचोटि झ्याम्मै कमाएर आउने हो। उम्, उहाँको नेपालमा चाहिँ ढलेको सिनको ठाडो पार्ने चाहिँ होइन, केही सिक्ने पनि होइन, घरको काम गर्ने पनि होइन, एकदम मोबाइल खेलाएर बस्ने हो, लाइफ यस्तै गर्छ, विदेश जाने हो, विदेश गएपछि त झ्याप्पै कमाइन्छ। यो मेन्टालिटीबाट ग्रसित भयो हाम्रो सोसाइटी हो। पछिल्लो आवरमा हेर्दा होइन, उम्, बालबच्चा। त्यस कारणले गर्दा हाम्रो जमानामा जे भने हामी दुःख गर्थ्यौँ त्यति बेला, पछिल्लो आवरसम्म नि घरका काम गर्ने सिस्टम थियो होइन, हजुर जिम्मेवारी थियो, एउटा रेस्पोन्सिबिलिटी थियो। तर अहिलेको बालबच्चामा त्यो छैन। एउटा कुरा त्यो छैन, अर्को कुरा करिकुलमले नि त्यो सिकाएन क्या। सिप हात दिनुपर्छ। मैले त्यही भएर अब कस्तो भन्दाखेरि पढाउनु पऱ्यो होइन, सरकारले दिएकै पाठ्यक्रम पढाउनु पऱ्यो, तिनी विषय पढाउनु पऱ्यो, त्योभन्दा अलावा के गर्न सकिन्छ त भन्ने एउटा दिमागमा सधैँ चलिरहन्छ। फेरि टाइमको होइन इस्यु छ। हो। बिहान 10 बजी बोलाएर 4 बजी घर पुऱ्याउनु पऱ्यो होइन। त्यो बिचमा त्यही 6-7वटा विषय छन्, त्यही ठिक्क हुन्छ। एकदम एक्स्ट्रा राखौँ भने एक्स्ट्राको फेरि म्यानेजमेन्टको गाह्रो होइन, हजुर गाडी घोडा सबै गर्दाखेरि। तर मैले सोचेको के भन्दाखेरि अलिकति सिप चाहिँ सिक्नुपर्छ भन्ने दिमागमा स्ट्राइक गरिरहेछ है। उम्, चाहे जस्तो सानातिना यी बिजुलीका कुराहरू नि मैले हजुर अनि सुन्दा हेर्दा र सुन्दा सानो छ, बहुत इम्पोर्टेन्ट कुरा छ क्या हो। घर एकदम घरको होइन आवश्यकताको कुरो छ यो।
हजुर यस्ता कुरा भए होइन, कपाल काट्न सिकाउने कुरा होलान् होइन, हजुर अनि म्युजिक का कुरा होलान्, हातमा सिप केही न केही लिएर स्कुलबाट 10 कक्षा पास गर्दै गर्दा अथवा 12 पास गर्दै गर्दा उसले केही न एउटा विद्यार्थीले केही न केहीमा सिप लिएर गयो भने उसलाई फ्युचरमा गाह्रो हुँदैन क्या, केही पनि गाह्रो हुँदैन होइन। हजुर यहाँ 11 12 पढ्न आउँछन् विद्यार्थी, होटल म्यानेजमेन्ट पढ्न त आउँछन् होइन, तर हजुर तिनले घर चिया पकाउन नि सिकेको छैन, 10 कक्षासम्म उसले चिया उमाल्न नि सिकेको छैन, अब होटल म्यानेजमेन्ट पढ्न आउँछ होइन, त्यो लहर लहरमा क्या लय लयमा आउँछ। त्यस कारणले गर्दा एजुकेसन जुन करिकुलममा सिपलाई यस्ता अरू अब पढ्न पर्ने होला नि, इतिहास पनि होइन, जोग्राफी पनि यस्ता पनि पढ्न पर्ला एउटा ठाउँमा छ, तर 100% त्यसलाई टाइम नदिएर भनौँ न त्यसको फुल मार्क्सहरू घटाएर अरू सब्जेक्टहरूलाई पनि जोडेर सिपमूलक सिप प्रदान गर्ने सब्जेक्टहरू जोडेर थोरै समय भए पनि तिनीहरूलाई चाहिँ करिकुलममै छुट्याएर गरियो भने त्यो राम्रो हुन्छ। होइन भने त यसले त उही चाहिँ विदेश पठाउने, उहाँ गएर उही भाँडै मान्ने होइन, आफूभन्दा ठुला भाँडाभित्र बसेर मस्काउने बाहेक अर्को यसले चाहिँ अर्को चाहिँ उपलब्धि दिन्छ जस्तो लाग्दैन मलाई अहिलेको एजुकेसन सिस्टमले होइन। हजुर गफ जति जान्यो हामीले, काम हातमा सिप जिरो, मास्टर डिग्री गरियो होइन, इभन हामी आफै पनि मास्टर डिग्री गरियो तर हातमा सिप छैन जिरो। एकदम त्यही हो समस्याको विषय। यो हामीले भर्खर यो सिपको जुन कुरा गऱ्यौँ नि सर, जस्तो हजुर। अब इक्जाम्पल दिनुभयो, नर्मल एउटा इलेक्ट्रिसियन या फेरि प्लम्बिङ पनि हुनसक्छ होइन। अँ, हामीले सिप सिकाउनु एउटा पार्टको कुरा भयो, तर उम्, एक्सेप्टेन्स गराउन पनि एक्सेप्ट गर्न पनि सिकाउन नै पर्छ जस्तो लाग्छ मेरो विचारमा चाहिँ। किनभने हामी जस्तो हजुरले अघि इक्जाम्पल दिनुभयो नि, बाहिर आएर चाहिँ हामी एकदमै रेडी छौँ, भाँडाभित्र बसेर भाँडा मस्काउन पनि हामी रेडी छौँ, तर उम्, घरमा ढलेको सिन्का उठाउन हामी रेडी छैनौँ भनेर। जसरी अघि हजुरले भने जस्तो यो प्लम्बिङ इलेक्ट्रिसियन जस्तो कुराहरू पनि उम्, सिकाउनु एउटा कुरा भयो। स्कुलमा जस यो यसरी गरौँ है भनेर हामीले लाइक एउटा कुनै स्टार्ट गऱ्यौँ भने पनि अलिकति हुन्छ नि त ल जाम भनेर गएर सिक्लान्, तर त्यसलाई चाहिँ उनीहरूले आफ्नो प्रोफेसनल लाइफमा एक्जिक्युट गर्न या फेरि त्यो गर्न चाहिँ लाज लाग्ने। किनभने अँ, हाम्रो सोसाइटीमा एउटा कन्सेप्ट के भयो भने पढे लेखेको मान्छे हेज टु बी डक्टर, हेज टु बी उम्, इन्जिनियर, हेज टु बी अँ, केही होइन। अनि केही भएन उम्, भने अझै अर्को कुरा मलाई सबैभन्दा दुःख लाग्ने कुरा के भने नि, टिचर उम्, भनेको सबैलाई सबै कुरा बनाउने, डक्टरलाई डक्टर बनाउने पनि टिचर हो, अँ, इन्जिनियरलाई इन्जिनियर बनाउने पनि टिचर हो, तर हामीले उम्, टिचरलाई हेर्ने नजर जुन छ नि ती रेस्पेक्टफुल छ जस्तो लाग्दैन कि। किनभने केही भएन भने चाहिँ टिचर बन्छन् भन्ने मेन्टालिटी छ नि अँ, अलिकति। जस्तो मानौँ न कोही एउटा पर्टिकुलर मान्छे भयो, उसले केही कुरामा इन्ट्रान्समा इक्जाम दियो, ऊ डक्टर उम्, बन्न सकेन या इन्जिनियर बन्न सकेन, उसले नर्मल ब्याचलर्स अफ साइन्स गर्यो या ब्याचलर्स अफ एजुकेसन गर्यो, अनि ऊ आएर उम्, टिचर भयो, केही नसिप केही नलागेपछि चाहिँ ऊ टिचर भयो भन्ने खालको मेन्टालिटी जुन छ नि, उम्। त्यसमा हजुरको थट के छ? त्यही त अहिले सिनेरियो त्यस्तै पनि देखिन्छ होइन। अब हजुर खास गरी अब त त्यही टिचर पाउन नि गाह्रो हुने भयो, किनभने +2 पास गरेपछि 12 पास गरेपछि होइन विदेश बाहेक अरू देखिएन यहाँ होइन। हजुर यहाँ को त भन्दाखेरि विदेश जान नसकेको मान्छे मेन पावर यहाँ होइन बस्ने, अनि हजुर त्यही आएर गर्ने अवस्था रह्यो है। हजुर स्कुल चल्न पनि गाह्रो गाह्रो देखियो, किनभने सबै +2 पास गरेपछि अब सपरिवार बिहे, कतिपय बिहे गरेर, हजुर कतिपय उतै गएर बिहे गरेर होइन बालबच्चा उतै जन्माए नि जुन ट्रेन्ड चल्यो। हजुर त्यो कारण स्कुलहरू सस्टेन हुनु पनि गाह्रो हुने अहिलेको अवस्था देखियो होइन। हजुर अब त्यही त यो सिप नहुँदाखेरि गएर जे पनि उहाँ गएर काम गर्न हुने, यहाँ जस्तै कपाल काट्ने हुन्छ नि बार्बर सब, कपाल काट्ने पेसा, हजुर त्यो हाम्रो बालबच्चाहरूले भनौँ न यहाँ सिकेर त्यो पेसा गऱ्यो नि यहाँ पनि कमाइ नभएको होइन, राम्रै हुन्छ होइन, तर हुन्छ त्यो गर्न सक्दैनन् होइन, त्यो गर्दैनन् त विदेश गएर फेरि त्यही गर्न पनि जान्दैनन् होइन। त्यो विदेश गएर जस्तै मैले सुनेको अस्ट्रेलियामा कपाल काट्ने पेसा भने सबभन्दा राम्रो र सजिलो काम र पैसा कमाउने काम त्यो छ रे भन्ने सुन्छु मैले होइन। एकदम होइन। हजुरले जे जे इक्जाम्पल दिनुभयो, अनेस्टली अँ, इलेक्ट्रिसियन, प्लम्बिङ, अँ,
यो अँ, कपाल काट्ने पेसा, यो ब्युटी पार्लरसँग रिलेटेड यो कुराहरू यति अँ, डिमान्डमा छ, हो नि। मान्छेले अलिकति त्यो जस अफिस 10 to 5 जब गर्न भन्दा यो काम गरेर चाहिँ अलिकति बढी इन्कम छ, त्यही भएर यो चाहिँ सिक्नुपर्छ भन्ने मेन्टालिटी चाहिँ छ यहाँ आएपछि। तर अँ, त्यही कुरा नेपालमा गर्नलाई चाहिँ प्रब्लम छ क्या हाम्रो, किनभने हामीले मलाई कस्तो लाग्छ भने फ्यामिलीबाट पनि, उम्, इभन हाम्रै फ्यामिलीबाट पनि कस्तो मेन्टालिटी भयो भने ना यो गर्ने काम होइन, पढे लेखेको मान्छेले कहाँ यस्तो काम गर्ने हो त। इभन भनौँ न फार्मिङ गर्दा पनि, फार्मिङ गर्नु नराम्रो कुरा होइन नि त, हाम्रो बेसिक निड भनेको नै खाना हो। खाना खाना हो। आउने ठाउँ भनेकै फार्मर्सको थ्रुबाट अब, फार्मिङ गरेर हो। तर त्यही पेसालाई नै हामी यति सानो नजरले हेर्छौँ कि अँ, एटलिस्ट कसैले खेतमा काम गरिरहेछ भने चाहिँ त्यो बाबा आमाले आफ्नो छोराछोरीलाई भन्दा चाहिँ कसरी भनियो भने, पढेनस् भने चाहिँ तैँले यस्तो गर्नुपर्छ है भनेर भनियो के। अँ, तैँले पढेर चाहिँ यसलाई अलिकति अपग्रेड गरेर यो कामलाई सजिलो बनाएर तैँले गर भनेर सिकाएनौँ हामीले। त्यसमा हाम्रो अँ, पनि कमजोरी छ जस्तो लाग्छ मलाई। अनि त्यसपछि हामी कुरा चाहिँ के गर्छौँ भने एग्रिकल्चरमा रिभोल्युसन ल्याउनु पर्छ। एग्रिकल्चरमा रिभोल्युसन कसरी ल्याउनुपर्छ जब यु डोन्ट वान्ट आफ्नै चिल्ड्रेन टु वर्क इन त्यो फिल्डमा गएर, कसरी आउँछ एग्रिकल्चरमा रिभोल्युसन। त्यही भएका खेतहरू जुन छन् खेतबारी बाँझै छन् यहाँ है। घर हजुर, अगाडिको बाँझो छ अथवा अँदिया दिएको छ। अँदिया भनेको अब त्यति राम्ररी होइन मान्छेले गर्दैनन् पर्दैन है, हो। धाराटान टाइपको छ, अन्न उत्पादन छैन होइन। अनि एग्रिकल्चरमा जुन मोडर्नाइजेसन छैन, अब ताकेको छ विदेशै एक होइन। हजुर, त्यो देश कसरी बन्छ भने एउटा चिन्ताको विषय चाहिँ छ। हवस्, जस्तो मैले त के सोचेको भने हरेक नगरपालिकाले कुनै हजुर, पनि मान्छेले आफ्नो खेत बाँझो राख्यो भने त्यसलाई पनिसमेन्ट गर्ने होइन, फाइन तिराउने होइन, एकदम। गर्न सकिन्छ नि त। हजुर, यत्रो हजुर, देशको होइन एउटा उत्पादन हुने जमिनलाई बाँझो राखेर होइन पाइन्छ, बाँझो राख्न पाइन्छ, त्यो त पाप हो नि त। एक जहाँ चाहिँ धान लगाए मजाले धान फल्छ, गहुँ लगाए गहुँ फल्छ, त्यो बाँझो राख्नु बाँझो पल्टाउनु भनेको त पाप हो नि त एउटा होइन, त्यो त चाहिँ धोका हो देशप्रति। र एकदम। सरकारले कडा नियम लिएर कम्तीमा चाहिँ खेत बाँझो राख्यो भने त्यो चाहिँ जग्गै सरकारीकरण हुन्छ अथवा यति फाइन लाग्छ भनेर राखिदिने हो भने एउटा हजुर, सबैले केही न केही आफ्नो जग्गामा फलाउन् होइन, फलोस्। जसले गर्दा चाहिँ आत्मनिर्भरता बढेर जान्छ होइन। त्यो हजुर, गर्नु अब सरकारको नि पोलिसी केही पनि भएन होइन। हजुर, हजुर, अनि शिक्षामा पनि त्यो प्रकारको एड्रेस भएन, सिपमूलक पनि भएन। अब चाहिँ खालि यो चाहिँ के भनौँ न, यो कुरा गर्न सिकाउने टाइपको भयो क्या हाम्रो एजुकेसन सिस्टम। गफ गर्न मजाले सिकाउँछ बसेर, तर उम्, सिप छैन। र त्यही त भयो, एउटा कपाल काट्ने पेसा लिएर यहाँ त एउटा विद्यार्थी बच्चा बस्न सक्दैन होइन। अब हजुर, यहाँ गरे पो विदेश गए पनि उहाँ गएर सजिलै गर्न सक्ला। यहीँ हजुर, गर्न सक्दैन उसले, यहीँ कोठाभित्र चाहिँ ढोका थुनेर मोबाइल मात्रै खेलाएर बस्छ। अनि त्यो मान्छे कहीँ विदेश गएर कति दुःख पाउला त्यसले होइन। हो, अनि त्यो मान्छेलाई त त्यही कारणले सुसाइड गर्नुपर्ने अवस्था, त्यही कारणले फेरि देश फर्केर आउने अवस्था, घर फर्केर आउने अवस्था, त्यही त हो त। यहाँ हो, आफूलाई फुल्ली चाहिँ इक्विप्ड गराएर गयो भने पो बल्ल विदेशमा गयो भने सजिलै सहजतापूर्वक उसले चाहिँ होइन काम गर्न सक्ला, पैसा कमाउला भनौँ न, समृद्धि ल्याउला आफ्नो परिवारमा। तर यहाँ केही बाबुआमालाई नि केही चासो छैन, विदेश जाने हो भने सकिएछ, यहाँ गर्नुपर्ने केही पनि छैन। यो एक अवस्था देशको समग्र हाम्रो होइन एक दुईवटा परिवारको मात्रै नभएर समग्र देशकै समस्या हो यो। अब देशको अवस्था नि अब यस्तो छ होइन, स्टेबिलिटी छैन। अब कसलाई के भन्ने होइन, अब अवस्था गम्भीर छ, देशकै अवस्था क्रिटिकल अवस्थामा छ होइन। अस्ति भर्खर आन्दोलन भए, अब जुन यही पुस्ता जेनजी पुस्ताले गरे, यही फ्रस्ट्रेसन थियो। यो हो, भनेको त यो अहिलेका बालबच्चाको मात्रै दोष पनि छैन क्या, यो त नेसनल पोलिसी होइन, गभर्मेन्ट पोलिसी कै कारणले होइन, फेलियरको कारणले भएको कुरा हो है। पोलिसी सही ल्याएको भए सुरुदेखि नै भनौँ न, जबदेखि अब प्रजातन्त्र आयो 48 सालदेखि, त्योभन्दा पहिला त ल पञ्चायत थियो होला, राणा शासन थियो होला होइन, हजुर, उनीहरू निरङ्कुशै भए। हजुर, त्यसपछि प्रजातन्त्र आएपछि पनि 30औँ 35औँ वर्ष बितिसक्यो। कुनै कतिवटा देशहरू 20 वर्षमा होइन कहाँबाट कहाँ पुगिसके। त्यही म भने नि त्यही म गएको कोरिया होइन, 1960 सन् 1960को दशकतिर नेपालले त्यहाँ भोकमरी लगाएर नेपालले यहाँबाट खाद्यान्न है सहयोग गरेको अरे है। त्यो उनीहरूले रुखका बोक्रा खान्थे अरे भोक लागेर, खाना नभएर। 1960 हजुर, भनेको त धेरै भएको छैन नि त त्यही त। होइन। त्यस्तो कन्डिसनबाट गुज्रेको देश आज होइन
चाहिँ टप 10 चाहिँ नि उमा होइन एउटा अर्थतन्त्रमा पर्छ देशको के अरे संसारको भनेदेखि हाम्रो चाहिँ 30औं वर्ष यत्तिकै बितेर गइरहेछ होइन। स्टेबिलिटी छैन, सरकारको ऊ छैन, पोलिसी छैन, भिजन छैन। नेताहरू आछन्, गफ गरेका छन्, मैले यो गरेँ त्यो गरेँ भनेका छन्। यो चाहिँ यही फ्रस्ट्रेसन अस्ति देखिएको जुन भदौ 23 र 24 गते यही हो, पुरै निस्केको यही हो। हो एकदम जायज पनि थियो, कतिपय ठाउँमा निर्दोष व्यक्ति पनि पर्यो होला नि होइन, हो कतिपय ठाउँमा घर जलाइए के गरियो, तर ओभरअल कुरा गर्दाखेरि फ्रस्ट्रेसन थियो कि हो व्यवस्थाप्रति, अव्यवस्थाप्रति भनौँ न, हो एकदम फ्रस्ट्रेसन थियो। कारणले यो चाहिँ बच्चाहरू यसो गरे उसो गरे विदेश गए भन्नुभन्दा पनि पोलिसीले नै पठायो, त्यो विदेश पठायो, पोलिसीले नै सिप सिकाएन होइन। जुन एजुकेसन पोलिसी भनौँ, सरकारको पोलिसी भनौँ, त्यसैले नै सिप सिकाएन बच्चालाई, विद्यार्थीलाई, हजुर जसले गर्दा विदेशमा गएर दुःख पाउनुपर्ने होइन, कति मान्छेहरू बाकसमा फर्केर आउनुपर्ने होइन। काम नजानेर, काम जाने भए त उसले आफ्नो अनुसार काम गर्थ्यो, पैसा भनौँ न एउटा इन्कम हुन्थ्यो, उसलाई फ्रस्ट्रेसन सुसाइड गर्नुपर्ने अवस्था अथवा काम नजानेर मर्नुपर्ने अवस्था आउँथेन। यो सबै अब गम्भीर छ अवस्था होइन, जति गर्यो त्यति चाहिँ गरी साध्य छैन। तर पनि अब आशा त मार्नु भएन फेरि पनि होइन, आशा छँदैछ भन्नु पर्यो। हो। अनि अर्को कुरा भनेको चाहिँ हामीले जस्तो पुरै कन्ट्रीलाई एकैचोटि कन्ट्रीमा रिभोल्युसन ल्याउँछु भनेर त आजको भोलि हुने कुरा त होइन। तर लोकल लेभलमा जस्तो हामीले आफ्नो गाउँठाउँबाट स्टार्ट, सबैले आफ्नो गाउँठाउँबाट स्टार्ट गर्यो भने त ओभरअल कन्ट्रीमा रिभोल्युसन आउने कुरा हो नि त। लास्ट टाइम जुन रिभोल्युसन जुन आन्दोलन भयो त्यो पनि काठमाडौँमा मात्र भएको भए सायद यति ठुलो इस्यु हुँदैन थियो होला, इन्टरनेसनल मिडियाहरूमा आउँथेन होला। जस कन्ट्री वाइड नै त्यो कुराहरू भयो नि त। घर जलाउनुको पक्षमा म छैन, घर जलाउनु या अरू पनि कुनै जस हुन्छ नि हाम्रो जस गभर्मेन्ट अफिसहरू जुन जलायो त्यसको पक्षमा होइन, तर त्यो फ्रस्ट्रेसन हो नि त। त्यो फ्रस्ट्रेसन आएको रिजन पनि त उहाँहरू नै हो नि त। जस्तो सपोज एउटा कुनै नगरपालिकाको मेयर जसले राम्रै काम गर्नुभएको होला होइन, राम्रै अलिकति कामै नभए पनि जस्ट ट्राई गर्नुभएको होला, उहाँ निर्दोष हुनुहुन्छ होला, तर उहाँको पनि घर जल्यो। तर घर जल्नुको पछाडिको मेन्टालिटी के हो त, त्यो पनि त बुझ्नु पर्यो नि त उहाँहरूले। मेरो घर जलाइयो भनेर जलेकोमा त हाम्रो घर जल्दा पनि दुःख त लाग्छ नि त, दुःख हुन्छ, एकदम दुःख दुःख त लाग्छ नि त। तर मेयरको घर किन जल्यो भन्ने कुरामा त मेयरले पनि त सोच्नु पर्यो नि त अलिकति, अँ, किन यस्तो फ्रस्ट्रेटेड भयो त जनताहरू मबाट भन्ने कुराहरू सोच्नु पर्छ जस्तो लाग्छ मेरो पोइन्ट अफ भ्यूमा चाहिँ। जस अब कन्ट्रीमा त्यत्रो भयो, कुनै एउटा पोलिटिकल पार्टी गभर्मेन्टमा छ, त्यही पोलिटिकल पार्टीसँग एसोसिएटेड भएर हजुरले इलेक्सन जितेर मेयर बन्नु भएको छ, अनि उम्, त्यो पोलिटिकल पार्टीले गरेको रङलाई हजुरले रङ भन्न सक्नु भएको छैन भने त हजुरले राम्रो काम गरेको पनि त के फाइदा भयो त। नि मान्छेलाई फ्रस्ट्रेसन हुने भनेको त, जब मान्छेलाई फ्रस्ट्रेसन कति बेला हुन्छ भने वेन यु प्ले विथ देयर इमोसन्स, मान्छेको इमोसनसँग खेलेपछि मान्छे फ्रस्ट्रेट हुने हो। हजुरले त्यो पोलिटिकल पार्टीलाई सपोर्ट गर्दै गर्दा त त्यो तमाम मान्छेहरू जसले हजुरलाई भोट दिएर जिताएर मेयर बनाए उनीहरूको इमोसनसँग खेलेको हो नि त। त्यस कारणले गर्दाखेरि पहिलो कुरामा म जान्छु होइन। पहिलो बहिनीले भनेको पहिलो कुरा के भने लोकल लेभलबाट पनि त गर्न सकिन्छ होइन। हजुर नेसनल लेभल आफ्नो ठाउँ कुरा भयो त लोकल लेभलबाट पनि त हरेक व्यक्तिले प्रयास गर्यो भने पनि त हुन्छ भन्ने कुरा जुन छ, यो यस्तो हो। अब आफू मैले गरेँ नि हुन्छ, मैले नगरे कसले गर्ने भनेर लाग्नु एउटा कुरा हो है। तर हजुर त्यसरी के गर्छु भनेर लाग्दाखेरि अँध्यारोमा हिँडे जस्तो हुन्छ फेरि है। अँध्यारोमा हिँड्दा कता पुगिन्छ थाहा हुन्न क्या। यो हो भनेको देशै बनाउने भनेको पोलिसीको, गभर्मेन्ट पोलिसीको कुरा हो है। हजुर पोलिसी कस्तो राख्छ सरकारले भन्ने कुरा हो क्या हजुर होइन। सरकारले पोलिसी ल्याउनु पर्छ र हजुर त्यही अन्तर्गत जनताले भनौँ न, लोकल गभर्मेन्टले सबैले त्यो अनुसार काम गर्नुपर्छ, अनि त्यहाँबाट विकास हुने हो होइन। हो हो सरकारको पोलिसी छैन अथवा गलत छ, अनि हजुर हामीले यहाँ जति काम गर्छौँ भने केही पनि हुने होला छैन है। जस्तो प्राइभेट सेक्टरलाई, जस्तो प्राइभेट स्कुल के अरे स्कुलहरूलाई हेर्ने सरकारको जुन नजर होइन, स्ट्राटेजी राम्रो छैन यति बेला नेपालमा भनौँ न। हजुर जस्तो प्राइभेट बोर्डिङहरू चलाएका छौँ होइन, हजुर सरकारको के छ नि, यिनीहरूलाई जति सक्दो यिनीहरूबाट हामीले लिनुपर्छ, गभर्मेन्टले लिनुपर्छ, यिनीहरूले कमाएका छन्, हजुर यिनीहरूबाट हामीले लिनुपर्छ, यिनीहरूलाई जसरी नै यिनीहरूलाई चेपुवामा पार्नुपर्छ भन्ने
सोच छ के। हो बाहिर अरू देशमा विकसित राष्ट्रमा के छ, प्राइभेटलाई उनीहरूले ज्यादा चाहिँ ग्रुमिङ गर्छन्, उनीहरूले हेल्प गर्छन् कसरी हुन्छ होइन। प्राइभेटलाई चाहिँ डेभलप हुनमा त्यो अनुसारको पोलिसी राखिदिन्छन्। काम गर्ने त प्राइभेट सेक्टरले नै हो नि, जहाँ पनि गभर्मेन्टले पोलिसी गराइदिने हो के। हो पोलिसी गराइ त्यही अन्तर्गत नियम मापदण्ड अन्तर्गत रहेर होइन प्राइभेटले काम गर्ने हो र त्यहाँबाट समृद्धि आउँछ होइन। र हाम्रोमा के भयो भने हाम्रोमा त धनी हुनु अथवा एउटा राम्रो चाहिँ प्रगति गर्नु यहाँ चाहिँ अभिशाप बनिदियो। जसले होइन राम्रो काम गरे, जस्तो मिनबहादुर गुरुङ जुन भाटबटेनीको होइन, हजुर उनले त एउटा हजारौँलाई रोजगारी दिएको छ नि त। नेपालभित्रै नेपालीले त्यो लेभलमा गर्न सक्नु भनेको त ठुलो काम थियो क्या, ठुलो काम हो हो होइन। हो तर उनलाई बारम्बार अट्याक भएछ, बारम्बार ध्वस्त भएछ होइन। त्यो त केही नगर्ने, कसैले पनि केही नगरे पनि भएन भन्ने, गर्दा पनि एट्याक गर्ने। यो धनी भयो, यसले लुट्यो होइन। गभर्मेन्टको पोलिसीमा रहेर गभर्मेन्टलाई ट्याक्स तिरेर कमाउनु त पायो त मान्छेले, हो अनि पाएको कमाएको पनि लुटेको हुन्छ र, त्यस्तो त होइन नि। त्यस कारणले यो गलत सोचाइ प्रवृत्ति छ होइन, यो चाहिँ एकदमै गलत छ अहिलेको भनौँ न मान्छेहरूमा पनि होइन। अब बाँकी र घर जलाउने र जल्ने कुरा त अब हुनसक्छ, मैले अघि नै भनिसकेँ, निर्दोष व्यक्तिहरू, निर्दोष मेयरहरू, काम गरेका मेयरहरू होइन, भनौँ न अब जति पनि सरकारी पदमा बसेका व्यक्तिहरूको घर जल्यो हो होइन। त्यो मेरो घर मलाई टार्गेट गरेर जलाएको भन्ने माहौलले सोच्नु भएन। घर जल्दा दुःखै हुन्छ, घरबार विहीन हुँदा एकदमै पीडा होइन हुन्छ। हो त्यो त अब घरबार विहीन भएपछि त सकियो त, त्यहाँभन्दा होइन दुःखद अवस्था के हुन्छ। हो त्यो एउटा ठाउँमा भयो होइन, त्यो हुन्थेन, कसैको नि हुन्थेन त्यो। तर किन भयो त भन्दै गर्दा यो एउटा सिस्टम जुन प्रणाली विकसित भयो, गरियो राजनीतिक प्रणाली होइन, भ्रष्टाचार होइन, जुन नेपोटिजम भन्छ नि, हजुर फिर्पावाद नातावाद, यो जहाँ पनि पाइला सार्यो कि चाहिँ पैसा नदिकन काम हुँदैन, हो हुँदै हुँदैन। हामीले इभन हामी जति मान्छेले पैसा दिएका छौँ, दिनुपर्ने अवस्था आउँछ, हो न कामै हुँदैन। जस्तो माल पोत्न जानु होइन, यातायातमा जाउँ, कामै हुन्न, पैसा नदिई 2-4 हजार नदिई कामै हुन्न। अब आफ्नो काम त गर्नु पर्यो होइन। त्यो त प्रणालीले सिस्टमले रोक्ने हो नि त, पैसा नदिने, दिनै नपर्ने सिस्टम क्रिएट गर्नु पर्यो नि त। हो दिन पर्ने भएपछि त जनतालाई त बिचारा काम गराउनु पर्ने राखेको हुन्छ होइन। 2 घन्टा हुने काम 2 दिन लगाइदिया हुन्छ। अब त्यसले कति ह्याम्पर गरिसक्छ, मान्छेले 2-4 हजार दिन्छ, हो त्यहीँबाट बिग्रेको छ। त्यस कारण यो सिस्टमको विरुद्ध यो चाहिँ यो अति भएको थियो होइन, घाँटी घाँटी आएको यो जुन भएको थियो त्यो विस्फोट भएको मात्रै हो। त्यो एउटा अस्ति कसले भनेको सुने मैले, खरबारीमा आगो लागेपछि होइन चाहिँ सबै जल्छ त्यहाँ होइन। यो र त्यो, मेरो म ठिक ऊ बेठिक भन्ने त्यहाँ केही हुँदैन पनि रहँदैन होइन। घर पनि जल्छन्, गोठ पनि जल्छन्, महल पनि जल्छन् भने जस्तै यो चाहिँ त्यो एउटा त्यो होइन, एउटा खरबारीमा आगो लागे जस्तै थियो होइन। चैतको उमा चाहिँ गर्मीमा आगो लागे जस्तै थियो। आगो लाग्दा कसको घर हो भने देखिन्न। त्यस कारणले यो सिस्टमको जुन पार्ट भइयो हामी, त्यस कारणले आगो लाग्यो भन्ने चाहिँ सोचेर चित्त बुझाएको। जस्तै गगन थापाले अस्ति उहाँको इन्टरभ्यू मैले पुरै हेरेँ होइन। एउटा जिम्मेवार नेताको रूपमा उनले जुन स्वीकारोक्ति लिए, उनको नि घर जलेर ध्वस्त, उनी घरबार विहीन भए, बेघर भए, तर पनि मेरो घर जलो किन जलाइस् तैँले, मैले के गरेको थिएँ र भन्नुभन्दा होइन एउटा जिम्मेवारी लिने हो, एउटा सिस्टमको जिम्मेवारी लिने हो। गलत भएको थियो, त्यस कारणले भयो भने जिम्मेवारी लिने हो होइन। त्यो लिनुपर्ने हुन्छ नेताहरूले, र अब सुध्रेर जानुपर्छ ओभरअल। सुध्रेर जानु, कतिपय नेताहरू एकदमै अहिले पनि बम पड्केका छन् होइन। त्यो चाहिँ गलत हो, त्यसै भएको छैन यो। हो इभन मान्छेहरू यहाँ घर जल्दै गर्दा मान्छेहरू किन, मान्छेको मनमा किन खुसी थियो त्यति बेला, हामी त यहीँ थियौँ होइन, हामी अब यहीँ जताततै हेऱ्यौँ। त्यो मान्छे एउटाको घर जल्याएको छ, एउटा मान्छे घरबार विहीन भएको छ, तर मान्छे खुसी भएछन्, ताली बजाएछन्। किन यस्तो अवस्था आयो? दुःखद अवस्था हो नि यो त। मान्छे हो त घरबार जलाउने 1-2 जना तम्सिए पनि अरूले रोक्न सक्नु पर्थ्यो, धेरै मेजोरिटीले रोक्न सक्नु पर्थ्यो होइन। मेजोरिटी किन खुसी भए होइन भन्ने सोच्ने यो रिजन, यसको पछाडिको रिजन सोध्न जरुरी छ होइन। अब एकदम जो घरबार विहीन हुनुभयो, घर जलिए होइन, त्यो चाहिँ एकदम दुःखद हो। त्यसमा म दुःख नै व्यक्त गर्छु त्यसलाई। कुनै हालतमा नि होइन, नो इफ नो नो बट, त्यसमा चाहिँ जस्टिफाई गर्ने कुरा त भएन कुरै छैन, कुरै छैन हजुर होइन। तर पनि यो ओभरअल माथिदेखिको सिस्टम नेताहरूले गरेको चाहिँ होइन, यो चाहिँ कुव्यवस्था, मनलाग्दीपन जुन छ यसले भएको हो। यसलाई सुधार्न पर्यो, अब त्यसको विकल्प नै छैन। अँ,
हामी एजुकेसनको कुरा गर्दा गर्दै पोलिटिक्स नेपालको हरेक कुरामा चाहिँ बिचमा पोलिटिक्स कतै न कतैबाट आइहाल्दो रहेछ होइन। म छोडिन्छ। यो हाम्रो करिकुलमकै कुरामा थिएँ, हाम्रो एजुकेसनल करिकुलमको बच्चाहरूको। म 12मा होइन, 12मा कन्टेम्पोरेरी सोसाइटी पढाउँछु, सोसियोलोजी पढाउँछु होइन, 11 12मा। हजुर। मैले विद्यार्थीहरूलाई भन्छु नि त, मैले भन्छु यो पोलिटिक्स भनेको सोलर सिस्टममा जुन हजुर। सन सूर्य छ, सूर्य जस्तै हो क्या पोलिटिक्स भनेको। हो, सूर्यको वरिपरि सबै ग्रहहरू घुमेका हुन्छन् होइन। एकदम। होइन, सूर्यको फन्को मारिरहेका हुन्छ। पोलिटिक्स भनेको त्यस्तै हो। पोलिटिक्सको वरिपरि जम्मै कुराहरू, अर्थव्यवस्थादेखि लिएर एजुकेसन सिस्टमदेखि लिएर होइन, हरेक कुरा पोलिटिक्समा डिपेन्ड गर्छ। कस्तो राजनीति छ, कस्तो सरकार छ, सरकारको स्थायित्व कति छ, त्यसमा सबै डिपेन्ड गर्छ के। एक्लै शिक्षा राम्रो गराउँछ भने हुन्न, एक्लै कृषि राम्रो गराउँछ भनेर नि हुँदैन हो। होइन। राजनीति सुध्रेन, राजनीति दूषित भयो, बिग्रियो भने सबै कुरा बिग्रिन्छ। हाम्रो देशमा भएको त्यति हो। एउटा राम्रो नेता भनौँ न, एउटा सक्षम नेता जन्मिएन हाम्रो देशमा। अब हामी आफै पनि हुन सकेनौँ, त्यो अर्को पाटो भयो। तर जन्मेका मध्ये जसले राजनीति गरे, जस्तो सिङ्गापुरलाई एउटा व्यक्ति लिक्वानले बनाइदिए, एउटा उनकै जीवनकालमा बनाइदिए। एउटा एउटा दुर्गम गाउँ होइन, अविकसित गाउँलाई उनले चाहिँ सिङ्गापुर गराइदिए उनकै आफ्नै जीवनकालमा। भने हो। जस्तै संसारका विभिन्न नेताहरू छन् जसलाई, जस्तै कोरिया पनि एउटा कुन नेताले गराए, त्यसै गरी त्यस्तो नेता नेपालमा जन्मेन। एउटा कुरा नेपालको दुर्भाग्य होइन। हो। एउटा नेता जन्मेर सोही अनुसारको चाहिँ पोलिसी ल्याएर होइन, एउटा भिजन ल्याएर गरेको भए नेपाल नबन्ने होइन। नेपाल आफैमा इट्स अ ब्युटिफुल कन्ट्री होइन, राम्रो देश आफैमा नेचुरल्ली। यसमा गर्नुपर्ने धेरै केही छैन क्या, आफै नेचरले गराएको छ। हो। यसमा जस्ट मेन्टेनेन्स, म्यानेजमेन्ट। थपथाप गर्ने मात्रै हो। यसमा अरू केही गर्नुपर्ने केही पनि थिएन। अब यस्तो देशलाई नि बिगारियो होइन, बिगारियो भन्नु पर्यो। हो। राजनीति ठिक भए सब ठिक रहन्छ, राजनीति बिग्रे सबै बिग्रिन्छ। त्यसैको चाहिँ उमा हामी पनि परिएछ होइन, भिक्टिम भनौँ न सबै जनताहरू। शिक्षा पनि त्यसैमा परेको छ, करिकुलम पनि त्यसैमा परेको छ, सबै त्यसै अन्तर्गत आयो। हाम्रो अर्को कुरा के मलाई कस्तो लाग्छ भने हाम्रो यङ्गर जेनेरेसनहरू जुन छौँ नि हामी, हामीले अहिले लेटली त एक दुईजना अगाडि आएको देखेको छौँ अहिले एक्टिभली पोलिटिक्समा। तर पनि यङ जेनेरेसनहरूको मान्छेहरू त्यति सेन्सिबल मान्छेहरू भनौँ न। त्यो अघि हजुरले भन्नुभयो नि हाम्रो करिकुलमले कुरा गर्न सिकायो, पोलिटिक्स गर्न सिकायो, तर सिप सिकाएन भन्ने कुरा गर्नुभयो नि, हो त्यस्तै। त्यहीँबाट त्यो पोलिटिक्स सिकेको मान्छेहरू चाहिँ आउने पोलिटिक्समा, तर अलिकति सेन्सिबल मान्छेहरू जसले चाहिँ अम, यो राइट हो यो रङ हो भन्ने छुट्याउन सक्छ, या फेरि आफ्नो जो मान्छेले आफूलाई भोट दियो नि उनीहरूको बिहाफमा रहेर कुरा गर्न सक्छ। त्यस्तो मान्छेहरूलाई चाहिँ पोलिटिक्समा आउन मन नलाग्नु या फेरि नआउनु पनि एउटा हाम्रो लागि दुर्भाग्यकै कुरा हो कि जस्तो पनि लाग्छ मलाई। अनि के भयो भने अब हामीले सोच्थ्यौँ अहिलेको पुस्ता बाहिर मात्रै गयो होइन, बाहिर गयो सबै, अब देशको चिन्ता छैन। अब यो चाहिँ अन्त अबको राजनीति कसले गर्छ त पोलिटिक्स भन्ने एउटा चिन्ता थियो। तर अस्तिको जुन आन्दोलन, भदौको आन्दोलनले हजुर। जेनजीको नाममा 81, मैले त यो जेनजी भन्ने नाम सुनेको 2 3 दिनभित्रमा देश ध्वस्त भयो क्या। हो। यो जात्रा यो जेनजी जेनजी भन्ने एक दुईजनाले टिकटकमा राखेको देखिएको थियो उम्, होइन। के हो यो जेनेरेसन भन्ने रहेछ, जेनेरेसन जेड होइन। 2 3 दिनभित्रमा मलाई लाग्छ देशै सकियो होइन। तर यो जेनजी पुस्ताले पहिलो दिन 23 गते गरे होइन, यिनीहरू राजनीतिमा चासो छैन भन्न मिलेन, चासो छ होइन। त्यसलाई चाहिँ के अरे, एउटा चाहिँ आन्दोलनको रूपमा होइन लिन पनि सक्दो रहेछ, यो पुस्ताले हस्तक्षेप गर्न पनि सक्दो रहेछ भन्ने एउटा प्रमाण त दह्रो प्रमाण भयो यो है। तर आन्दोलन पछिको सिनारियो के आइदियो त भन्दाखेरि झन् बिग्रियो यो होइन देशको। अब त्यो जेनजी पुस्ताबाट पनि एउटा दरिलो नेता, एउटा लिडिङ गर्ने होइन हो। व्यक्ति नदेख्दाखेरि उनै पुराना पार्टीहरू, उनै विभिन्न भनौँ न देशी विदेशी चाहिँ तत्त्वहरू भनौँ न उम्, फेरि चलबलाएको अवस्था छ। कति बेला के हुन्छ यो देश भन्ने चाहिँ उमै धर्ममै छ देश, अहिलेको एकदमै क्रिटिकल कन्डिसनमा छ है। हो। त्यस कारण एनजिओहरूले एउटा आह्वान गरे होइन आन्दोलनको। तर समग्र जनतामा जुन निराशा थियो, जुन फ्रस्ट्रेसन थियो, त्यो सबै होइन घोप्टिएर आयो, उल्टिएर आयो, जसले गर्दा यो आन्दोलन सफल त भयो हो। होइन।
तर त्यसपछिको सिनारियो भनेको फेरि एउटा जेनजीबाट एउटा स्ट्रङ चाहिँ लिडर होइन चाहिँ लिड गर्ने भएन। यो राजनीतिक दल त होइन, यो एउटा पुस्ता हो, एउटा उमेर समूह हो। त्यसमा देशका विभिन्न ठाउँबाट चाहिँ होइन मान्छेले नेतृत्व गरेका थिए। त्यो एक ठाउँमा आएर एकत्रित भएर यसलाई चाहिँ एउटा मूर्त रूप दिन सकेनन् के। एकदम। कुनै बिचमा एउटा व्यक्तिहरू घुसे जसलाई के उसलाई नै आन्दोलनलाई नै होइन हाइज्याक गरिदिए एक दुईजना व्यक्तिहरूले होइन, डाइभर्ट गरिदिए। त्यसले हो। गर्दाखेरि हिरो भए। त्यस कारणले तर वास्तविक जेनजीओले लिडिङ गर्ने अवस्था रहेन होइन, जसले गर्दा कन्डिसन त्यति राम्रो छैन। त्यस कारणले राजनीति गर्ने सोच यो उमेर समूहमा अबको पुस्तामा देखियो देखिनलाई होइन, छँदैछन् भन्ने छैन भन्ने कुरो त भएन। तर अगाडि आउन सक्नु पर्यो, लिडिङ गर्न सक्नु पर्यो। उस्तो पऱ्यो मन्त्री खान्छु, मन्त्री गर्छु, मैले सुधार गर्छु भन्न पनि आँट राख्नु पर्यो होइन। अब यो पुस्ताले नगरे कसले गर्ने हो र? हो। बुढालाई बुढा भयो भन्ने, सक्दैनन् भन्ने, नयाँ पनि नआउने, गर्ने कसले? हो एक्ज्याक्टली। त्यस कारणले अब जस्तो गगन थापाहरू जस्तो हाम्रो हाम्रो जेनेरेसनको पुस्ताहरू होइन, उनीहरू मेच्योर्ड भएका छन्, एउटा चाहिँ भनौँ न अब परिपक्व नेताको रूपमा अगाडि आएका छन्। अब त्यतिको नेतालाई नि खुइलाउने होइन, खुइलाइ छन्। उहाँहरूको कसले मलाई मलाई उहाँहरूसँग प्रब्लम भएको एउटा टपिक भनेको चाहिँ त्यो भेटेको पैसा चाहिँ एआई जेनेरेटेड हो भन्ने खालको कुराहरू जुन आएको छ नि कङ्ग्रेसको त्यो भनौँ अफिसियल साइट भनौँ या फेरि अ, केही उसबाट सोर्सबाट त्यो मान्छेले आँखाले देखेको कुरा एआई जेनेरेसन जेनजी रिभोल्युसन आयो तर जेनेरेसन जीको मान्छेहरू त्यति पनि मूर्ख छैनन् नि त। त्यो एआईबाट आएको पैसा हो कि एआईबाट आएको पैसा होइन हो भन्ने छुट्याउन सक्ने त मान्छेहरू छन्। त्यसलाई एआईबाट नै आएको हो एआईबाट नै बनाएको भिडियो भनेर जुन प्रमाणित गर्न लागि पर्नु भएको छ नि त्यो कुराहरूमा चाहिँ मलाई एकदमै बढी आपत्ति छ। हाम्रो मैले अस्ति एउटा इन्टरभ्यू नभनौँ स्पिच हाम्रै सैना मैनाको मेयरज्यूको स्पिच पनि मैले थोरै क्लिप कता भेटेर ए मैले सुनेको थिएँ। उहाँले पनि यदि उम्, त्यो पैसा साँचो हो भन्ने प्रमाणित भयो भने भन्ने खालको स्टेटमेन्ट दिनुभएको रहेछ। कसरी उम्, त्यो पैसा प्रमाणित भयो भन्ने भनेर स्टेटमेन्ट दिने खालको सिनारियो नै छैन नि त किनभने त्यो पैसा फेक होइन भन्ने थाहा हुँदा हुँदै त्यो स्टेटमेन्ट दिनु पनि राम्रो कुरा भएन नि त। त्यहीँबाट हो कि मान्छेलाई फ्रस्ट्रेसन स्टार्ट हुने भनेको। अन्धभक्तता हुन्छ त्यसलाई होइन, हो। अन्धभक्त। अब जसले नेताले जे गरे नि त्यो सही भन्दिन भएन, त्यहीँबाट बिग्रेको यो देश बिग्रेकै कारण त्यहीँबाट हो क्या। नेता जो लिडर बन्छ उसले त्यस्तै त्यस्तै व्यक्तिहरूलाई भर्ने आफ्नो होइन ठाउँ ठाउँमा राख्ने, अनि हो। तिनीहरूले गुण गाइराख्ने। गल्ती गरे पनि ठिक छ तपाईँ, सही गरे त सही भयो, यो चाहिँ गलत प्रथा हो। यो सहीलाई सही र गलतलाई गलत भन्न सक्नै पर्छ होइन। एकदम। अब त्यो भेटिने मामला त अब होइन त्यति बेला आन्दोलनमा मान्छे गएकै हुन्, हेरेकै हुन्, उडाएकै हुन्। त्यो कुरालाई अब हो नै भन्ने थियो, पछि आएर एआई भन्ने त अब सम्बन्धित ठाउँबाटै आयो होइन। अरू नेताहरूले जस्तो गगन थापा कुरा गरेँ मैले, उहाँहरूले त्यस्तो भन्नुभएको छैन। उहाँहरू एकदम जिम्मेवार होइन हुनुहुन्छ, उहाँहरूले अभिव्यक्ति सोअनुसार दिनुभएको छ। अब सम्बन्धित व्यक्तिहरूले उही गुणगान गाउनेहरूले त्यो भन्ने कुरा भयो। अब हाम्रो मेयरज्यूले के भन्नु त मैले सुनिनँ होइन, थाहा पाइनँ त्यो कुरालाई त, मेरो उमा जानकारीमा भएन। तर पनि माथि उहाँकै जुन अन्धव्यक्तहरू हुनु झोले भन्छ नि, उहाँको पछिल्ला नेताहरू दुई चारवटा हुनुहुन्छ उहीँ माथि, उहाँहरूले भनेको चाहिँ मैले सुनेको छु हो। होइन। त्यो त त्यहाँसम्मको अन्धभक्तता गर्नु भनेको त देश बिगार्नु, अन्तको त देशलाई बिगार्नु नै हो। त्यस कारणले गर्दा यो सिस्टम नहटाएसम्म र नहराएसम्म देश बन्दैन होइन। एउटा सक्षम नेतृत्वमा देश गयो भने देश नेपाल बन्न धेरै बेर लाग्दैन। फेरि धेरै गर्नुपर्ने यहाँ केही छैन के। हजुर। जस्ट जस्ट एउटा चाहिँ बाटोहरू रोडहरू कन्स्ट्रक्सन ठाउँ ठाउँमा होइन, यति ब्युटिफुल छ नि देश होइन। ठाउँ ठाउँमा बाटो पुऱ्याउने, बिजुली पुऱ्याउने होइन, त्यति काम गर्ने र एजुकेसनलाई स्ट्रङ गराउने हो भने होइन, यो हजुर। देशमा चाहिँ अब अरू काम त प्राइभेटले गर्छ नि त। प्राइभेट जुन इन्भेस्टमेन्टको सेक्युरिटी चाहियो क्या। हो। यो देश त 50 वर्ष होइन 100 वर्षपछि गयो नि त अहिलेको आन्दोलनले गर्दाखेरि त। आन्दोलनलाई एक प्रकारले अब एउटा फ्रस्ट्रेसन त पोखियो, तर प्राइभेट कम्पनीहरू बाहिरबाट आउने कम्पनीहरू जुन छन् होइन, जुन इन्भेस्टमेन्ट छ त्यो त आउँदैनन्। आउँदैन। भएका पनि बाहिर लाग्छन्, पलायन हुन्छन्। किन भन्दाखेरि सेक्युरिटी छैन, जति बेला नि जल्न सक्छ, हो। जति बेला नि धोका, कसले लगानी गर्ने, किन गर्ने भन्ने एउटा बिग क्वेसन यहाँ देखियो। मैले अघि भने बहादुर गुरुङ जुन चाहिँ देशको एउटा स्वदेशी होइन
एउटा चाहिँ उद्यमशील गरेका थिए, उद्यमी थिए भनौँ न, व्यापारी। त्यत्रो चाहिँ हजारौँ लाखौँलाई चाहिँ उनले चाहिँ दिएछन्। त्यही बारम्बार जलाइन्छ भनेपछि त बाहिरी मान्छे आएर वैदेशिक लगानी त कहाँबाट आउँछ त? त्यस कारणले पनि एउटा के गर्ने के नगर्ने भन्ने कुरा एउटा सोच्नु पर्थ्यो त्यो आन्दोलनमा पनि होइन। लिडिङ नै भयो, आन्दोलनको त लिडिङ नै भयो, नेतृत्व नै भयो, कसले जसले जे गरे नि भयो होइन। त्यस्तो नेताविहीन आन्दोलनले त्यस्तो गराइदियो र देश अझै पछि पर्ने अवस्था आयो। तर अझै पनि सक्षम नेतृत्व आयो र हरेक कुरालाई ठाउँमा ठाउँमा राख्यो भने मलाई लाग्छ देश बन्न धेरै बेर लाग्दैन। नेपाल अलरेडी बनेको छ, यसलाई चाहिँ धेरै बनाउन आवश्यक छैन, मात्रै एउटा नेतृत्व आवश्यकता हो। पावरफुल नेतृत्व हुनु पर्यो जसले चाहिँ सिस्टमलाई सिस्टमेटिकली चल्न दिनु पर्यो कि सिस्टम नभएको पनि छैन, रुल्सहरू पनि छ, लाइक प्रोटोकल्सहरू, यो गर्नुपर्छ यो गर्नु हुँदैन भन्ने कुराहरू छ न छ, तर त्यो पेपरमा मात्र सीमित भयो क्या। त्यसलाई अँ, इम्प्लिमेन्टेसनमा ल्याइएन, या फेरि त्यसको जुन दुरुपयोग गर्ने मान्छेहरूलाई कहिले पनि कारवाही भएन, उनीहरूको अगेन्स्टमा कम्प्लेन गर्ने मान्छेहरूलाई कारवाही भयो उनीहरूलाई हुने सट्टामा। त्यसले गर्दा पनि मान्छेहरू अलिकति ब्याकफुटमै रहेर, जस्तो अघिको कुरा भन्नु भने हाम्रो 2 घन्टामा हुनुपर्ने काम 2 दिन लगाइदिन्छन्, बरु ठिकै छ 200 दिउँ 2000 दिउँ भन्ने खालको मेन्टालिटी हामीमा डेभलप भएको रिजन पनि त्यही हो नि त। किनभने आफूले गर्न सक्ने केही नै छैन त्यहाँ, न त्यहाँ उसलाई कुटेर पिटेर केही गर्न सकिन्छ। उनीहरू आफै स्ट्रङ छन्, उनीहरूको आफ्नै एउटा जस ग्रुप छ नि त जसले त्यो कुराहरूलाई डिफेन्ड गरिदिन्छन् भन्ने उनीहरू एकदमै विश्वस्त भएर नै पैसा माग्ने हो नि त। उनीहरूको मेरो पछाडि यो मान्छे छ, भोलि केही भइहाल्यो भने यसले चाहिँ मलाई कभर गरिदिन्छ भन्ने मेन्टालिटी छ नि त उनीहरूको। त्यसले गर्दा पनि हाम्रो जस यो ब्युरोक्रेटिक सिस्टम भनौँ न, कार्यालयहरूमा यो घुस लिने चलनहरू, योहरू धेरै भएको जस्तो लाग्छ। मलाई अर्को गर्न मन लागेको कुरा भनेको एनप्याक्सन। उम्, एनप्याक्सनले के गर्छ, एनप्याक्सनको काम के हो भनेर जान्न मन थियो क्या मलाई। ए यो एउटा पेसागत सङ्गठन हो होइन। हजुर अब यो भनौँ न अब स्कुलहरूको सङ्गठित भएर काम गर्दा सजिलो हुन्छ है, हरेक कुरा भनेर खोलिएको प्याप्सन। हजुर एनप्याप्सन मात्र प्याप्सन एनप्याप्सन, अब यो चाहिँ विचार नमिलेर फुटेका मात्र हो, कुरो एउटै हो, उद्देश्य एउटै हो हजुर है। खास गरी यस्ता सङ्गठन भनेको लगानीकर्ताहरूका सङ्गठन हुन् होइन। लगानीकर्ता प्रिन्सिपल अथवा लगानीकर्ताहरू एकजुट भएर विभिन्न कार्यक्रम क्रियाकलापहरू गरौँ भन्ने उद्देश्यले खोलिएका सङ्गठनै हुन् होइन। अब एउटा नेसनल वाइज जाँदाखेरि, नेसनल वाइज जाँदा माथि पोलिसीमा पनि यसले चाहिँ होइन एउटा चाहिँ डिस्कस गर्न सकोस् गभर्मेन्टसँग होइन, एउटा एकजुट भएर जाने क्या। एक्लै एक्लै पार लाग्दैन नि त, एकजुट भएर जाँदाखेरि भन्दाखेरि एनप्याप्सन प्याप्सन अब हिसान यस्ता संस्थाहरूले जुन सरकारसँग पनि होइन डाइलेक्ट गर्न सक्छन्, भन्न सक्छन्, आफ्नो कुरा मागहरू राख्न सक्छन्, आन्दोलनलाई नेतृत्व दिन सक्छन् भनेर खोलिएका हुन्। तल्लो स्तरमा भन्दाखेरि विद्यार्थीको हक हितमा खास गरेर काम गर्ने संस्थाहरू हुन्। जसरी हामीले वर्षभरि विद्यार्थीका विभिन्न कार्यक्रम गरिन्छ नि त हजुर होइन। विभिन्न विद्यालयहरूले हामीले आफै भनौँ न एउटा फन्ड कलेक्सन गरेर अनि विद्यार्थीहरूलाई विभिन्न खेलकुद कार्यक्रम गराइन्छ होइन, स्पोर्ट्स विक गराइन्छ, क्विजहरू गराइन्छ, वक्तृत्व कला, कविता, चित्रकला, वर्षभरि हामी सेड्युलमा राखेर क्यालेन्डरमा राखेर चाहिँ कार्यक्रमहरू गरेका हुन्छौँ होइन। त्यस कारणले त्यही मात्रै हो, त्यसको लागि अरू ठुलो यसले राजनीति गर्ने होइन केही होइन। शिक्षा क्षेत्रमै शैक्षिक गुणस्तरमा होइन, विद्यार्थीको ओभरअल जुन पर्फर्मेन्समा चाहिँ अभिवृद्धि गर्नको लागि नै खोलिएका संस्थाहरू हुन्। हो यो एनप्याप्सनको जस्तो हजुरले भन्नुभयो नि, जस पोलिसी कलेक्टिभली केही कुरा राख्न छ भने गभर्मेन्टसँग कलेक्टिभली हुँ, गयो भने, एक एकजना जानभन्दा कलेक्टिभली गयो भने चाहिँ अलिकति फ्रुटफुल हुन्छ या प्रोडक्टिभ हुन्छ भनेर नै यो अर्गनाइजेसनको मेन मोटिभ त्यो हो भन्ने कुरा भयो। जस्तो अघि हामीले हुँ, कुरा गऱ्यौँ यो करिकुलम चेन्ज गर्नुपर्छ भन्ने बारेमा, यो हुँ। कुराहरू एनप्याक्सनको थ्रुबाट have we tried to take it to government कहिल्यै? अच्छा अच्छा, यसमा चाहिँ अहिले जुन शिक्षा विधेयक होइन, जुन हजुर आउनेवाला थियो तर बिचैमा यो अब सकियो अब है, संसदीय विघटन भयो, हजुर शिक्षा विधेयक लास्टमा पुगिरहेको थियो।
हजुर। यसमा चाहिँ कतिपय कुराहरू बुँदाहरू प्राइभेट सेक्टरको अगेन्स्टमा थिए होइन। त्यसको लागि प्याप्सन एन्ड प्याप्सन सानोहरूले आफ्नो ठाउँबाट चाहिँ डाइलग गर्ने होइन, आन्दोलनै अब काठमाडौँ सबै जाने आन्दोलन गर्ने प्रक्रियाहरू चलिरहेको थियो। त्यही बिचमा अब यस्तो भइदियो होइन, यो आन्दोलन भयो भदौ 23-24। अब त्यही नै हो, मन्त्रीहरूसँग प्रधानमन्त्रीसँग कुरा गर्ने होइन, अगेन्स्टमा भएका कुराहरू फेभरमा नभएका कुराहरूलाई सच्याउन लगाउने होइन। अब निर्णय जो गर्ने हैसियतमा होइन, तर सही निर्णय होस् भनेर चाहिँ घचघचाउने होइन, र विद्यार्थीको हकमा शिक्षा क्षेत्रको हकमा होस् भनेर नै लाग्ने हो। यसमा धेरै ठुलो उद्देश्यहरू यसका केही पनि छैनन्। विद्यार्थी र शिक्षा शिक्षा प्रणाली यिनै यिनै वरिपरि रहेर यस्ता संस्थाहरूले काम गरे हुन्छन्। त्यति हो, मलाई जान्न मन लाग्यो जस एनप्याप्सनको थ्रुबाट केही इनिसिएसन भएको छ कि भएको छैन, गभर्मेन्टलाई सम्म कुराहरू पुगिरहेको छ कि नै भन्ने मात्र जान्न खोजेर यो टपिकलाई मैले अब सायद एन्ड गरौँ होला। हुन्छ। लास्टमा एन्ड गर्नुभन्दा अगाडि चाहिँ हाम्रो सुनगावाको अलिकति कुरा गरौँ होइन। उम्, सुनगावा सुनगावामा म अहिले लेटली जस पेजहरू फलो गर्दा यताउता हेर्दाखेरि चाहिँ अलिकति चेन्ज, मैले धेरै चेन्जहरू देखेको छु हाम्रो जस इसिएमा मेनली करिकुलम, अँ, त्यो करिकुलम भइहाल्यो, त्यसमा गभर्मेन्टको कुरा भयो, स्कुलले धेरै केही गर्न सक्ने कुरा भएन, तर एक्स्ट्रा करिकुलर एक्टिभिटिजसँग रिलेटेड जुन कुराहरू छ नि त्यसमा चाहिँ उम्, मैले देखेको छु, धेरै चेन्जेसहरू आएको देखेको छु। तर उम्। मेरो क्वेसन के हो भने, आर वी जस्ट डुइङ इट फर सोसल मिडिया कि एक्चुली वी डुइङ फर स्टुडेन्ट्स भन्ने क्वेसन हो मेरो। त्यसले नै नभइकन त कसरी देखाउनु र होइन। जस्तो जिल्ला स्तरीयमा जितेर आइरहेका हुन्छन् होइन, क्विजहरूमा त एक्चुअली नै हो। त्यो राष्ट्रपति त्यो कुरा राष्ट्र भन्दा पनि जस्तो स्कुलमै जुन हाम्रो इसिएसहरू भइरहेछ नि, मैले उम्, अस्ति त्यो देखेँ एउटा गाडीको, ए ए ओके ओके कार हो रे- कार देखेँ, अनि मैले लेटली यो दिवालीमा रङ्गोली बनाएकोहरू त्योहरू पनि अँ, देखेँ। सानो कुरा हो तर रङ्गोली बनाउनु इज अ आर्ट नि त। हो नि। हामीले फर्स्टमा जे कुरा पनि स्टार्ट गर्नुभन्दा अगाडि हरेक कुरा आर्ट हो जस्तो लाग्छ मलाई चाहिँ होइन। हामीले सानो लेभलदेखि नै स्टुडेन्टलाई आर्ट र आर्टिस्टको रेस्पेक्ट गर्न सिकाएनौँ भने चाहिँ त्यो मान्छेले मेबी वेल्दी होला केही होला, तर रेस्पेक्टफुल चाहिँ त्यो मान्छे हुन सक्दैन जस्तो लाग्छ, एट अनलेस वी रेस्पेक्ट आर्ट एन्ड आर्टिस्ट होइन। अँ, घरमा खाना बनाउनु पनि एउटा आर्ट हो। यदि त्यो आर्टलाई हामीले रेस्पेक्ट गर्न सिक्यौँ भने हामीले हाउसवाइफ्सहरूलाई रेस्पेक्ट गर्न सिक्छौँ जस्तो लाग्छ मलाई होइन, जसलाई चाहिँ हामी एकदमै लिस्ट प्रायोरिटीमा राख्छौँ कि हाउसवाइफलाई हामीले जति उहाँहरूले डिजर्भ गर्नुहुन्छ रेस्पेक्ट त्यति दिँदैनौँ जस्तो लाग्छ होइन। अनपेड वर्कर, यस, अनपेड। मलाई त्यो हाम्रो जुन इसिएसहरू भइरहेछ नि, आई होप त्यो अभियसली स्टुडेन्टहरूले आफै बसेर गरिरहेको छन्, त्यसमा भिडियो खिच्ने मात्र काम स्कुलले गरिरहेको छैन भन्ने कुरा त देखिन्छ, तर मेरो पोइन्ट के हो भने सोसियल मिडियामा भिडियो भाइरल होस् भनेर मात्रै केही कुराहरू नगरौँ, एक्चुअलमै गरौँ भन्ने मात्र मेरो एउटा सजेसन भनौँ या मेरो एडभाइस जे पनि भनौँ, त्यो भन्न चाहेर मैले यो इसिएको कुरा निकालेँ। त अब अहिले इसेन्सियल नै भयो होइन। सोसियल मिडियामा नदेखाइ त अब एक प्रकारले मैले के गरिरहेको छु त भन्ने, अब म कहीँ घुम्न गइरहेको छु, जो पनि घुम्न गइरहेको छ, अब कहाँ गयो भन्ने त थाहा हुन्न नि त होइन अचेल त। चाहिँ त्यस कारणले देखाउनको लागि नि मान्छेले सोसियल मिडियालाई मा राख्नको लागि नि कार्यक्रम गर्न थाले एउटा कुरा होइन। हो इभन विवाह जस्ता कुराहरू, हो डिभोर्स जस्ता सोसियल मिडियालाई देखाउनको लागि जस्तै गर्ने जस्तो भइसक्यो। यो त सोसियल हो मिडिया त यति होइन इफेक्टिभ भयो, यति स्ट्रङ भइदियो नि, यसले मान्छेका जिन्दगी बनाउने र बिगार्ने काम गरिरहेछ। मान्छेलाई एकै सेकेन्डमा हिरो र एक सेकेन्डमा जिरो गराइदिन्छ यो सोसियल मिडियाले है। त्यस हो कारणले यति चाहिँ प्रभावकारी भएको छ। त्यस कारणले यसलाई प्रयोग नगर्नु भनेको त पचेर जानु अहिले त है। हो गर्न पर्यो, पहिला स्कुलमा नि एक्टिभिटी गर्न पर्यो, त्यसलाई फेरि देखाउनु नि पर्यो। त्यो त हो प्रचारको माध्यम हो नि त होइन। हो जिपिए 4 ल्यायो होइन, अब नदेखाउनु भन्ने त भएन नि त, देखाउनु पर्यो। र्याली गरियो, नदेखाउने भन्ने भएन, देखाउनु त पर्यो। हो कसरी थाहा हुन्छ संसारभरि मान्छेलाई त्यसो विदिन सेकेन्ड होइन। मान्छे संसारभरि ओहो सुनगावाले यो थाहा हुनु पर्यो नि त। त्यो एउटा कुरा पाटो भयो, सोसियल मिडियाको कुरा अर्को पाटो भयो। एक्चुअली यहाँ गरिएको छ कि नै, बालबच्चाको लाई त्यो होइन कार्यक्रम गराइएको छ कि छैन, इनिसिएसन मोटिभेट गरिएको छ कि छैन भन्ने कुरा
इम्पोर्टेन्ट हो। अब वर्षाले आफै पनि यहीँ होइन अध्ययन गरेको हिसाबले त्यो आफैलाई पनि थाहा छ कि सुनगावाले हामीले भनौँ न अब कतिको चाहिँ त्यो प्लेटफर्म दिन्छौँ, कतिको चाहिँ जागरुक गराउँछौँ विद्यार्थीहरूलाई भन्ने कुरा वर्षालाई नै थाहा छ होइन। यो के हो भन्दाखेरि अलिक डिफ्रेन्टली सोच्नुपर्छ है भन्ने एउटा मनमा सधैँभरि हाम्रो छ होइन। यो ट्रेडिसनल पाराले गएर हुँदैन, केही न केही नयाँ गरिराख्नुपर्छ र विद्यार्थीलाई सकेसम्म चाहिँ अपर्च्युनिटीहरू दिइराख्नुपर्छ ताकि उनीहरूले डिफ्रेन्ट ठाउँमा डिफ्रेन्ट तरिकाले गएर आफ्नो चाहिँ होइन प्रतिभा देखाउन सकुन् भनेर हामी गरिरहेछौँ। सोही अनुसार रिजल्टहरू पनि आइराखेका छन् होइन, चाहे एजुकेसन फिल्डमा होस् चाहे एक्स्ट्रा एक्टिभिटीमा होस् भइरहेछ होइन। विद्यार्थीहरूले गरिरहेछन् सोही अनुसार नम्बर्स अफ स्टुडेन्ट पनि इन्क्रिज भइरहेको छ होइन। तर अझै पनि हामी सेटिस्फाई छैनौँ। हामीले गर्न जति पर्थ्यो नि त्यति हामीले सकेका छैनौँ क्या, जति दिनु पर्थ्यो त्यति सकेका छैनौँ। त्यस कारणले पनि अहिले हामी पछाडि यो स्कुलको जस्ट पछाडि हामीले ठुलो र छैन महिनामै सबभन्दा ठुलो इसिए हल हो हल होइन होला। त्यो इसिए हल हामी टेक्निकल प्रब्लम आयो होइन, ठिक छ। अनि त्यही त अब यो स्टुडेन्टहरूलाई के कसरी गराउने भन्दै गर्दा हामीले इन्भेस्टमेन्ट गर्दैछौँ भन्ने कुरा गर्दै थिएँ मैले। हजुर इन्भेस्टमेन्ट जस्तो अगाडि प्री प्राइमेरी सेक्टर खोल्ने अलि राम्रै चाहिँ इन्फ्रास्ट्रक्चर गराएर गराउनुतर्फ लाग्दैछौँ। भन्न मतलब खोजे मतलब हामीले केही न केही अब चाहिँ एडभान्समा सोचेर यस्तो हुन्छ है अब यो अनुसार जानुपर्छ होइन। अबको 8-10 वर्षपछि यो प्रकारको माहौल हुन्छ ट्रेन्ड हुन्छ भन्ने हिसाबलाई समयलाई चिनेर हजुर अगाडि बढ्ने प्रयास गर्छौँ। त्यस कारणले पनि आउँछन् होइन स्टुडेन्टले हामीले भने जस्तो सोचे जस्तो रिजल्टहरू ल्याइराखेका छन् सुनगावा। त्यस कारणले सुनगावा भएको छ भन्न खोजे। हो ठिकै छ, विद्यार्थीहरू रिसेन्टली देश विदेश गरिराखेका छन्। हजुर रिसेन्टली फुटबल टुर्नामेन्ट पनि स्कुलकै उम्, जस हाम्रो स्कुलकै मेन कन्ट्रिब्युसन थियो भनौँ न। हो फर्स्ट प्राइज स्पोन्सर त्यो पनि हजुर एउटा कन्ट्री 7 लाख दिनु भनेको नट अ जोक। नट अ एउटा जोक। स्कुल एउटा स्कुलले एकले सिङ्गल ह्यान्डेड स्कुलले पनि त्यो सोध्न सक्दैनन् होइन भनौँ हो न। हामी हो त्यत्रो गर्दछौँ 12-13जना सबैलाई कन्भिन्स गरेर होइन चाहिँ त्यत्रो 7 लाख फर्स्ट प्राइज दिनु भनेको के हो भने इन्भेस्टमेन्ट हो। त्यो चाहिँ एउटा समाजप्रतिको उत्तरदायित्व पनि हो होइन। हो हो ए कमाउने पनि हो प्लस योगदान पनि गर्ने हो होइन। हो आगामी के अरे अपकमिङ जुन फ्युचर जेनेरेसनहरूलाई माथि लगानी त गर्नु पऱ्यो नि त। हाम्रो चाहिँ सोसियल रेस्पोन्सिबिलिटी के त हजुर भन्दाखेरि त्यो सोचेर हामीले त्यो गरेको हो होइन। त्यसले पनि एउटा राम्रै फुटबलमा माहौल ल्यायो। हजुर। स्कुलको नाम यी यस्ता कुराहरू छन् गर्ने कुराहरू। सो अब एन्ड गर्नुभन्दा अगाडि चाहिँ हजुरले आफ्नो स्टुडेन्ट्सहरूलाई या फेरि गार्जेन्सहरूलाई दिनुपर्ने के मेसेज त्यस्तो छ भने। होइन खास गरी स्टुडेन्टहरूलाई त दिने कुराहरू धेरै छन् होइन। यहाँबाट भनेर फेरि अर्को 40 मिनट जाला। धेरै कुराहरू छ। अब रेस्पोन्सिबिलिटी जुन छ होइन लिने कुरा धेरै कम छन् स्टुडेन्टका। पढाइ एउटा कुरा भयो, पठन पाठनमा ट्यालेन्ट होला एकदम राम्रो होला तर व्यवहारमा स्वभावमा होइन चाहिँ व्यवहारिक भइदिएन भने त्यसले पनि कहिले काम गर्दैन। स्वभाव पनि होइन, नरम हुनु पर्यो, चाहिँ के अरे अनुशासित हुनु पर्यो। पढाइमा एकदम कतिपय विद्यार्थी छन् कि अहिले पनि छन् पहिला पनि थिए होइन पढाइमा राम्रा तर सोसियलाइजेसन पार्ट हो ल्याक गर्ने क्या अलिकति। त्यो हुनु भयो घरबाट नि यस्ता कुरा सिक्नु पऱ्यो। गार्जेनहरूले गराउने कुरा त्यही हो। गार्जेन अभिभावकहरूले भन्ने कुरा के हो भने बच्चालाई घरको कुराहरू सानातिना कुराहरू संस्कारका कुराहरू सिकाउनु त घरबाट हो नि त। सबै जिम्मा दिएर स्कुलले गर्ने जम्मै गर्ने हो भनेर हुँदैन। र ती शिक्षक भनेका के हो भन्दाखेरि तपाईँहरूको बालबच्चाका होइन चाहिँ भाग्य निर्माता भनौँ न, एउटा भविष्य निर्माता हुन्। त्यस कारणले शिक्षकलाई केही काम नपाएर यहाँ आएका उनीहरूलाई आएर जे भने पनि हुन्छ। कतिपय गार्जेनको त्यस्तो बिहेभियर देखिन्छ क्या, सानोतिनो घटना भयो भने आएर चाहिँ त्यो फलानु शिक्षक खै त्यसलाई मैले जानेछु भन्ने टाइपका भर्सनहरू बोलीचाली नि सुनिन्छन्। अथवा घर घर बसेर नि त्यस्तो गाली गलौज होइन बच्चाको अगाडि आएर फोन गरिदिने, मेरो बच्चालाई किन यस्तो भन्नु हो किन यस्तो गर्नुभयो भन्ने यो कुराहरू सिक्न जरुरी छ होइन। एउटा प्यारेन्टिङ होइन गुड प्यारेन्टिङको जरुरी पनि छ। त्यस कारणले गार्जेनहरूले पनि आफैलाई शिक्षकलाई कति रेस्पेक्ट दिनुपर्छ, शिक्षक को हो त भन्ने बुझ्नु पऱ्यो क्या। अब उहाँको बच्चालाई पढाउने जस्तो भविष्य हो, आफ्नो बच्चाको भविष्य शिक्षकको हातमा दिनुभएको छ, त्यही शिक्षकलाई अब अपमान गरिदिनुहुन्छ होइन। त्यसरी त भएन नि त। केही हजुर शिक्षक पनि मान्छे हो, गल्ती हुन्छन्, गल्ती हुन्न भन्न सकिँदैन, गल्ती हुन्छन्।
मान्छेबाटै गल्ती हुन्छ, त्यसलाई सच्याउने प्रक्रिया हुन्छ, एउटा सही सही प्रक्रिया। त्यो प्रक्रियामा आइदिनु पर्यो र सही तरिकाले बसेर हामी त्यसलाई सर्ट आउट गर्न सक्छौँ। न कि गाली गलौज गरेर अपमानित गरेर फलानु ढिस्कानु भनेर त्यहीँ मेरो घर पल्तिरहेको केटो त हो केटी त हो भनेर हेपेर होइन, त्यसरी त भएन नि त। यो हजुर कुरा गार्जियन सिक्न जरुरी छ र हजुर हामीले स्कुलको तर्फबाट सुधार्ने कुरा पनि हामी अनवरत रूपमा प्रयास गरिरहेका छौँ। हजुर त्यही हो, गार्जेन र टिचर्स ह्यान्ड टु ह्यान्ड गएर नै स्टुडेन्टको फ्युचरलाई या फेरि उनीहरूको भनौँ न पर्सनल ग्रोथमा पनि केही कन्ट्रिब्युसन गर्न सकिन्छ जस्तो लाग्छ मलाई। विथ दिस नोट हामी चाहिँ एन्ड गरौँ सेसन। थ्याङ्क यू सो मच सर, होइन मेरो फर्स्ट रेकर्डिङ हो यो। थ्याङ्क यू सो मच, हजुरले एग्री गर्नुभयो। आइएम अलवेज ग्रेटफुल टु सुनगावा यु, अनि डेफिनेटली अल द टिचर्स हाम्रो स्कुलको। ठिक छ, हुन्छ, थ्याङ्क यू भेरी मच वर्षा बहिनी। होइन, पुरानो एउटा कुराहरू पनि सबै कुरा याद पनि भए, रिकल गरियो भनियो होइन। यस्तै यसरी कुरा गरेको थिएन मैले कतिपय कुराहरू होइन, बचपनदेखि कुराहरूमा एउटा अपर्च्युनिटी होइन आयो, प्रदान गर्नुभयो, यसलाई धन्यवाद। र भविष्यमा पनि यस्तो कुराहरू जुर्यो भने गरौँला। हजुर बोल्दै गर्दा कहीँ मिस्टेक्सहरू भएको छन् भने पनि अब समग्र होइन जतिले हेर्नुहुन्छ अरूसँग म माफी माग्न चाहन्छु। र भविष्यमा राम्रो गर्ने प्रयास गरिनेछ, संस्थागत रूपमा पनि व्यक्तिगत रूपमा पनि, है त। हस् सर, थ्याङ्क यू सो मच सर, थ्याङ्क यू।